तपाईहरु बिहान डोल्माहरु सबै सिकेर अनि पढ्नु भएको छैन त्यो डोल्माको लुङहरु सबै म दिने हो आज त तंबु दिछ अब पहिला चाहिँ म हिजो चाहिँ मैले धर्म परिचय भने चाहिँ कति महत्त्वपूर्ण हो त्यसको बारेमा भनेको छ अनि बुद्ध धर्म परिचय भनेको मतलब बुद्धको मतलब धर्मको मतलब परिचयको मतलबहरु हिजो भनेको छ अब आज चाहिँ अब बुद्धको अनि धर्म कसरी भएको भनेको कुरा अनि बुद्धको धर्महरु सबै अनि कंजुरको भित्र परेको छ भने त्यसको कुरा अनि त्यहाँदेखि अनि धर्मको कुराहरु चाहिँ भन्ने हो अब पहिला चाहिँ हामीले यो थाहा हुनु पर्छ नालन्दा पण्डित 17 वटा पण्डित छ त्यसको भित्र सबभन्दा ठूलो एउटा मान्ने चाहिँ अनि गुम्बुलुटुप भन्छ सम्बोटा लेबेमा गुम्बुलुटुप अनि त्यो हाम्रो नेपालीमा चाहिँ गुम्बुलुटुपलाई अनि गर्छ आर्य नागार्जुन भन्नुहुन्छ अनि उहाँले लेखेको पुस्तक एउटा छ अनि त्यसमा चाहिँ के लेखेको छ भनेदेखि लास्टमा अन्तिममा खाङ्गी थुजी घेरसोने तवा थम्जे पंगबे छिर ताम्बे छेने तेन्जेपा गोदम देला छाछेलो भनेको यसको मतलब के हो भनेदेखि मैले आज गौतम बुद्ध हाम्रो नेपालको लुम्बिनीमा अनि जन्म भएको कुटुङसी गरेको गौतम बुद्धलाई म अनि ढोक्छु मान्छु भनेको गौतम तेला छाछलोस् किन मैले गौतम बुद्धलाई ढोग्ने किन मैले गौतम बुद्धलाई मान्ने हो भनेदेखि अनि त्यसको माथि मतलबमा के भनेछ भनेदेखि उसको मतलब त्यसको कारणमा खाङ्गी थुक्सी घेरसुङ्ने भनेर गौतम बुद्धले अनि जीव जन्तुहरु सबैलाई माया र दया महाकरुणा देखि उहाँले अनि काम गरेको छ भने के काम गरेको छ भनेदेखि त्यो श्लोका त्यसको दुईमा तावा थम्जे पंगबे छिर भनेर तावा थम्जे पंगबे छिर ताम्बे छेने तेन्जेबा त्यसको मतलब के हो भनेदेखि उहाँले अनि यो जम्बुद्वीपमा धर्मदेशना धेरै गर्नुभएको छ त्यो धर्मदेशना गर्नेको कारण त्यो के को लागि गरेको छ भनेदेखि अनि हाम्रो जीव जन्तुहरुको दुःखको अनि सबभन्दा दुःखको खर्च क्युदाम केन्दी हेतु दुःखको हेतु प्रत्ययमा धेरै किसिमको छ त्यसमा सबभन्दा अनि नराम्रो चाहिँ अनि आत्मगरा भन्ने त्यो हो त्यस्तो आत्मगरा भन्ने चाहिँ अनि नष्ट त्योलाई चाहिँ त्याग्नुको लागि उहाँले चाहिँ धर्मदेशना दिनुभएको हो भने खाङ्गी थुजी घेरसोने तावा थम्जे पंगबे छिर ताम्बे छेने तेन्जेबास उहाँले जीव जन्तुहरु सबैको दुःखहरु हटाउनु लागि महाकरुणा द्वारा अनि धर्मदेशना अनि दिनुभएको त्यसो कारणले बुद्ध भने चाहिँ हाम्रो जीव जन्तुहरु सबैलाई करुणा भएको महाकरुणा भएको करुणाको सागर जस्तो भएको त्यो करुणा मात्र नभएर उहाँले जीव जन्तुहरु सबैलाई फाइदा हुनुको लागि दुःखबाट अनि दुःखबाट हटाउन सक्नुको लागि सुख सबै पाउन सक्नुको लागि उहाँले धर्मदेशना दिनुभएको छ त्यसको कारणले मैले बुद्धको कृपा सोचेर चाहिँ उहाँले ढोक्छु भनेको
강게 도징에 손에 따와 탐지 방배지 담배 죄네 되제바 गोदमदेला छाछलोस अब त्यो भित्रमा उहाँले धर्म देशन दिनुभएको छ भने त्यसमा चाहिँ अनि कसरी अनि हो उहाँ कसरी धर्म देशन अनि त्यस्तो दिनु सक्नु भएको उहाँ कसरी दुःखहरू सबै हटाउन सकेर सुख सबै पाउनु भएको उहाँ कसरी बुद्ध भएको भने त्यसमा चाहिँ अनि हाम्रो बुद्धिस्टको भित्र हाम्रो बुद्ध धर्मको भित्र अनि तवाला गर्छ तवा दृष्टि मारे सिद्धान्त हाम्रो बुद्धको भित्र एउटा सिद्धान्त छ त्यो सिद्धान्त चाहिँ के हो भनेदेखि प्रतित समुपदा भने त्यो प्रतित समुपदा भने चाहिँ संस्कृतको अनि शब्द हो त्यो हाम्रो इंग्लिशमा चाहिँ डिपेन्डेन्ट एराइजिङ भन्छ त्यसको मतलब के हुन्छ भनेदेखि जो फल हुन्छ त्योहरू सबै अनि एकमा खर्च तेम्बा निर्बल भएर आएको हो अरूलाई निर्बल नभएर ऊ स्वयं आफ्नै आफ अनि अटोमेटिकली स्वतन्त्र रूपले आउनु सक्दैन भनेर एउटा सिद्धान्त छ त्यसलाई चाहिँ प्रतिता समुपदा भनेको हो अहिले मैले हजुरहरूलाई धर्म परिचय गर्दैछ नि तपाईहरु सबैले कानले मेरो धर्म चाहिँ सुन्छ नि त्यो पनि प्रतिता समुपदा हो कसरी हो भनेदेखि यदि म यहाँ छैन भनेदेखि मेरो धर्म तपाईहरुले सुन्न सक्दैन म यहाँ भएर पनि मलाई मुख छैन भनेदेखि तपाईहरु धर्म सुन्न सक्दैन मुख भएर पनि मेरो मनमा आज धर्म दिन्छु भन्ने मन नभएदेखि धर्म तपाईहरुले सुन्दैन मनमा भएर पनि मेरो आवाज नभएर कुपल गर्छ लाटा हो भनेदेखि फेरि तपाईहरुले सुन्दैन त्यो सबै चाहियो त्यो मात्र नभएर फेरि माइक चाहियो माइक नभएदेखि अगाडिहरु सुन्छ पछाडिहरु सुन्दैन माइक भएर पनि हुँदैन त्यसको भित्र ब्याट्री चाहियो ब्याट्री नभएदेखि फेरि माइकले काम गर्दैन माइक र ब्याट्री भएर पनि स्पिकर चाहियो स्पिकर छैन भनेदेखि फेरि सुन्दैन स्पिकर भएर पनि बत्ती चाहियो बत्ती छैन भनेदेखि फेरि सुन्दैन बत्ती भएर पनि सुन्ने मान्छे चाहियो म मात्रै कुरा गरेर तपाईहरु सबै त्यहाँ छैन भनेदेखि कसले सुन्यो कसले पनि सुन्दैन फेरि तपाईहरु भएर पनि तपाईहरु सबैले कान चाहियो हैन त्यसको कारणले मैले धर्म सुन्नु भन्नु त भन्छ तर कसरी सुनेको हो भनेदेखि स्वतन्त्र रूपले सुनेको हैन निर्बल एक देखि यता उता सबै निर्बल भएर पो अनि त्यो सुनेको हो अब त्यसलाई प्रतिता समुपदा भन्नुहुन्छ त्यसो कारणले बुद्धले के भन्नुहुन्छ भनेदेखि हामी बुद्ध हुने भने स्वतन्त्र रूपले बुद्ध हुनु सक्दैन बुद्ध भने पहिला अनि एउटा मान्छेले राम्रो सोचेर अनि मनको भित्र बुद्धिचित भन्ने एउटा अनि ज्ञान पाएर अनि जिम्बा छुटिम सेवा जुन फर्चिन ठुक भन्छ बुद्ध सत्वहरूको क्रम हुन्छ त्योहरू सबै अनि ध्यानहरू गरेर अभ्यास गरेर अनि पो त्यो पनि कल्प गरेर अनि लास्टमा चाहिँ बुद्ध हुन सक्छ बुद्ध भने नि पहिलेदेखि नै केही नगरेर त्यो बुद्ध भएको हैन त्यस्तो भन्छ त्यसको कारणले सिद्धान्तदेखि भन्यो भनेदेखि हामीले जो आँखाले देखेको हामीले जो कानले सुनेको हामीले जो अनि युज गरेको गर्छ प्रयोग गरेको जति छ त्योहरू सबै अनि प्रतिता समुपदा हो त्यसो कारणले बुद्ध हुनुको बुद्ध भने अनि एउटा प्रतिता समुपदा हो भनेको त्यसले के भन्नुहुन्छ भनेदेखि अनि यो सिद्धान्तदेखि अनि अब हामी इंग्लिशहरूले भन्छ युरोपतिर अमेरिकातिर गॉड भन्छ फेरि हाम्रो इन्डियातिर अनि हिन्दूहरूले भन्नुहुन्छ ईश्वर भन्छ अनि त्यही दोस्तो हाम्रो यो
अल्लाह मान्नेहरूले गर्छ दे खाचेल गर्छ मुस्लिमहरूले अनि अल्लाह भन्नुहुन्छ हो अल्लाह ईश्वर गॉड भन्ने त्योहरू सबै कसो राखेको छ भनेदेखि स्वतन्त्र रूपले पहिले नै अनि त्यो शक्ति भएको पहिले नै ज्ञान भएको पहिले नै राम्रो भएको अनि हामी दोस्रो दुःख केही नगरेर राम्रो भएको हो भन्छ तर हाम्रो बुद्ध सिद्धान्तदेखि त्यो छैन गॉड ईश्वर अल्लाह भन्नेहरू चाहिँ हुँदैन किनभनेदेखि यदि भयो भनेदेखि त्योहरू स्वतन्त्र रूपले भएको भन्ने चाहिँ राख्न सक्दैन सबै प्रति त समुदायता हो भनेर त्यसो भन्नुहुन्छ त्यसो कारणले हुनु त हामीले धर्म सबैलाई अनि रिस्पेक्ट आधार हो हामीले धर्म सबैले आधार गर्नुपर्छ अनि मान्छे सबैले आधार गर्नुपर्छ अनि ज्ञानहरू शिक्षादेखि लिएर सबैले आधार गर्नुपर्छ तर भने अनि आफ्नो यो बुद्धि आफ्नो एउटा अनि इन्टेलिजेन्ट देखि हामीले सत्यको कुरामा चाहिँ धेरै हामीले रिसर्च गर्छ अनुसन्धान खोज तलास गर्यो भनेदेखि हो स्वतन्त्र रूपले भएको भने चाहिँ छैन आत्मा भन्यो भने छैन अनि गॉड ईश्वर भन्यो भने छैन सबै प्रति त समुदायता हो भनेर बौद्धको अनि बुद्धिस्टको सिद्धान्तमा त्यस्तो हुन्छ त्यसो कारणले बुद्ध भने बुद्ध हामीले बुद्ध शाक्यमुनिले धेरै मान्छ डोक्छ तर बुद्ध शाक्यमुनि भने पहिला हामी जस्तो नराम्रो एउटा मान्छे अनि पाप भएको क्लेश भएको त्यस्तो एउटाले बिस्तारै 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 दुःख गर्दै 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 अनि बुद्ध धर्मलाई सुन्ने चिन्तन गर्ने ध्यान अभ्यास गर्दै 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 अनि पछि बल्ल अनि बुद्ध भनेर त्यस्तो भएको हो त्यसो कारणले चाहिँ अहिले के भनेको छ भनेदेखि हो बुद्ध भने चाहिँ अनि प्रतित समुपता हो भनेर त्यस्तो भन्नुहुन्छ त्यस्तो अनि दुःख गरेर बुद्ध भएको शाक्यमुनि उहाँ पहिला हामी जस्तो हो त्यसो कारणले छेउमा के लेखेको छ थाङबुर छाउँछु छोदो थोके भर्दु के चाहिँ टमे सुन्दो छोक्सा थरङ्गोबर जोब साङ्गे भनेर थाङबुर छाउँछु छोदो थोके भने चाहिँ सर्वप्रथम पहिला बुद्धले बुद्धिचित भन्ने चाहिँ उपलब्ध भएको हो भनेको त्यसको पछि फर्दु के चाहिँ ठामे सुन्दो छोक्सा भन्यो भने त्यसको मतलब चाहिँ कल्पदेखि उहाँले बुद्धिसत्वको कर्महरू धर्महरू सबै उहाँले चाहिँ अनि ध्यान अभ्यास अनि गरेको हो भनेको त्यहाँ त्यस्तो गर्दै गर्दै अनि पछि अनि उहाँ बुद्ध भएको हो भनेको थर्मोबजोब साङ्गे अब बुद्ध भएर उहाँले अनि 12वटा लीला भन्छ त्यस्तो अनि उहाँले गर्नुभएको छ अब त्यसको भित्र सबभन्दा ठुलो लीला चाहिँ के हो भनेदेखि उहाँ अनि यो संस्कारको जिन्दगी छोडेर अनि रप्तु छुवा भनेर अनि त्यो केलोङ भिक्षु बनाएको त्यो चाहिँ सबभन्दा ठुलो एउटा अब भिक्षु बनाइसकेर बिस्तारै बिस्तारै अनि त्रिपट्ट भन्छ त्योहरू सबै त्यो पालन गर्दै गर्दै अभ्यास गर्दै गर्दै अनि पछि उहाँले बुद्ध त्यो के अरे बुद्ध गयामा अनि बुद्ध खर्च उमर जब साङ्गेबे जेबा बुद्धता प्रार्थना गरेको त्यो चाहिँ 2 हो अब त्यसको पछि चाहिँ अब सबभन्दा ठुलो चाहिँ के हो भनेदेखि बुद्ध स्वयंले बुद्ध प्रार्थना गर्नेको कारण चाहिँ आफै मात्र खुसी हुनुको लागि आफै मात्र दुःखबाट हटाउन लागि होइन उहाँले बुद्ध प्रार्थना गर्नेको कारण चाहिँ जीव जन्तुहरू सबैलाई सुख दिने र दुःखबाट हटाउन लागि हो त्यसो कारणले उहाँले स्वयं बुद्ध भइसकेर पनि अनि ध्यानमा मात्र नबसेर अनि उहाँले अब जम्बुद्वीपको भित्र अब इन्डियाको भित्र
कहाँ कहाँ उहाँ जानु भएर अनि उहाँले धर्मदेशना दिनुभएको छ। त्यो धर्मदेशनामा चाहिँ खास 4वटा हुन्छ। पहिलो चाहिँ के हो, बनारसमा दिनुभएको धर्मदेशना, त्यो चाहिँ पाली भाषामा दिनुभएको छ। सेकेन्डमा चाहिँ उहाँले राजगिरमा दिनुभएको धर्मदेशना हो, त्यो चाहिँ खास अनि महायाना अनि धर्म दिनुभएको छ। त्यसमा हामीले चाहिँ शिर्चिङ्गे दो भन्छ, प्रज्ञा परमिता, त्यसको बारेमा दिनुभएको छ। त्यसमा पनि धेरै किसिमको कुराहरू हुन्छ। सबभन्दा ठुलो चाहिँ मुल्क 2टा हो, एउटा चाहिँ बुद्धिचित, एउटा चाहिँ शून्यत ज्ञान। त्यो 2टाको कुराहरू चाहिँ उहाँले दिनुभएको। पहिला बनारसमा उहाँले दिनुभएको अनि त्यो धर्मदेशना चाहिँ खास 4 आर्य सत्यको बारेमा दिनुभएको हो। अनि सेकेन्ड चाहिँ अहिले राजगिरमा दिनुभएको चाहिँ अनि महायाना धर्म, बुद्धिचित र शुद्ध ज्ञानको बारेमा अनि दिनुभएको हो। त्यो चाहिँ अनि संस्कृत ट्रेडिसनलमा, संस्कृत भाषामा दिनुभएको हो। त्यसको पछि उहाँले फेरि घरसा याङबच्चे वैशाली भनेको ठाउँमा उहाँले तथागत भनेको एउटा धर्म दिनुभएको हो। सम्बुटा लेबेमा तिजिसेको निङबुत्ने दो भनेको, यसको मतलब के हो भनेदेखि जीव जन्तुहरू सबैलाई बुद्ध हुनेको एउटा शक्ति छ भनेको, त्यसको बारेमा चाहिँ उहाँले दिनुभएको हो। टिबु छुछु लुक्सामा खेप्चो कोन लुन्डे ठिक छ, बस्नुहोस् यो हुन्छ, यही हो, म यहाँ खान्छ कपला हुन्छ, बस्नुहोस्, केही छैन, म यहाँ खान्छु के हुँदैन। तपाईँहरूले सुन्नुभयो है। तेस्रोमा चाहिँ के हो, वैशालीमा अनि बुद्धले के धर्म दिनुभएको भने तथागत भनेर जीव जन्तुहरू सबैलाई बुद्ध हुनु सक्नेको एउटा शक्ति छ भनेको, त्यसको बारेमा चाहिँ दिनुभएको हो। अब यो पनि अनि संस्कृत भाषामा दिनुभएको हो। यो 3टा चाहिँ यो 3टै सूत्र धर्ममा पर्छ। त्यसको पछि अनि बुद्धले फेरि अनि हाम्रो यो इन्डियाको बम्बेदेखि गएर अनि अमरवती भन्ने एउटा ठाउँ छ हो, अमरवती भन्ने ठाउँमा चाहिँ अनि बुद्धले चाहिँ अनि तन्त्र मन्दिरको अनि धर्मदेशना दिनुभएको छ। त्यस्तो धर्म त्यो पनि अनि संस्कृत भाषामा दिनुभएको छ हो। त्यस्तो गरेर चाहिँ उहाँले सूत्रको धर्म र अनि तन्त्रको धर्म गरेर सबै उहाँले दिनुभएको छ। अनि सूत्रको धर्मको भित्र अनि हिनायानाको अनि धर्म र महायानको धर्म, सूत्रको धर्म 2टा हुन्छ हो। त्यसो गरेर चाहिँ अनि धर्महरू चाहिँ उहाँले त्यस्तो दिनुभएको छ। यो चाहिँ मैले सर्टकरीमा भनेको हो। अब यहाँ मैले के भन्न चाहन्छु भनेदेखि बुद्ध स्वयंले दिनुभएको धर्म जो छ त्योहरू सबै अनि हामीले त्यो खर्सा दोर्दिन संक्षिप्तमा भन्यो भनेदेखि 3 किसिममा हामीले खर्सा दुथुरेस बाँड्नु सक्छ। एउटा चाहिँ हिनायाना धर्म, एउटा चाहिँ महायाना धर्म अनि एउटा चाहिँ तन्त्रयाना धर्म भनेर अनि 3टामा चाहिँ त्यो हुनसक्छ। अनि फेरि त्यसको बुद्धको धर्म त्योहरू चाहिँ आजकलको समय 21st सेन्चुरी खर्सा 21 शताब्दीको अनि समयमा हामीले बुद्धको धर्म चाहिँ कसरी छुटाउन सक्छ भनेदेखि 3 भागमा छुटाउन सक्छ। एउटा चाहिँ बुद्धिस्ट साइन्स भनेर बौद्धको विज्ञान
बौद्ध विज्ञान अनि दोस्रोमा चाहिँ बुद्धिस्ट फिलोसफी बौद्धको सिद्धान्त बौद्ध दर्शन अनि तेस्रोमा चाहिँ बुद्धिस्ट मेडिटेसन एन्ड प्र्याक्टिस भनेदेखि बुद्धको ध्यान र बौद्धको ध्यान र आवेश भनेर त्यो तीनटामा चाहिँ हामीले अनि भाग गर्न सक्छ डिवाइड गर्न सक्छ यो हामीले थाहा हुनु पर्यो खास अहिले हाम्रो यहाँ भएको युवा युवतीहरूले चाहिँ यो थाहा हुनुपर्छ बुद्धिस्ट साइन्स बुद्धिस्ट फिलोसफी बुद्धिस्ट मेडिटेसन एन्ड प्र्याक्टिस भन्ने त्यो तीनटा चाहिँ थाहा हुनुपर्छ यो चाहिँ अब सर्टकटमा भनेको अब फेरि हामीले यो पनि जान्नुपर्छ बुद्ध स्वयंले धर्मदेशन दिनुभएको त्यसलाई चाहिँ के भन्छ भनेदेखि बुद्धको वचन भन्छ बुद्धको वचन चाहिँ अमृत दोस्तो भएको कारणले हामीले बुद्धको अमृत वचन भन्छ अमृत वचन भन्छ त्यो बुद्धको अमृत वचन भने त्यो चाहिँ खास थुप्रो हुन्छ तर भने अनि लिखित रूपमा अहिले भएको हिजो मैले भनेको जस्तो ग्याल्वेका भने चाहिँ कतिवटा हुन्छ भन्दै लिखित रूपमा भएको चाहिँ 100 ठेला हुन्छ 100 टेक्स्ट 100 ठेला हुन्छ त्यो 100 ठेलालाई ग्याल्वेका भनेर बुद्धको अमृत वचन भन्छ अब त्योहरू सबै सम्बुद्धि लिपिमा तिब्बतन लिपिमा अनि ट्रान्सलेट अनुवाद गरेको त्यसलाई चाहिँ ग्यावे कङ्ग्युर भन्छ हो ग्यावे कङ्ग्युर भने चाहिँ अब हाम्रो एउटा बुद्धिस्टहरूले बौद्धहरूले जान्नुपर्ने बौद्धहरूले पढ्नुपर्ने त्यसको मतलबहरू सबै थाहा हुनुपर्ने त्यसलाई चाहिँ अनि सुन्ने चिन्तन गर्ने अभ्यास र त्यो गर्नुपर्छ यो हाम्रो क्लास हाम्रो यो स्कुलमा गयो भनेदेखि आफ्नो आफ्नो सब्जेक्टको एउटा अनि किताब हुन्छ नि पढ्नु किताब हुन्छ नि त्यही जस्तो हाम्रो पछि तपाईहरुलाई बुद्धिस्टहरूले पढ्नुपर्ने किताब के हो भनेदेखि कङ्ग्युर हो भन्नुपर्छ बुद्धको अमृत वचन 100 वटा ठेला छ त्यो भन्नुपर्छ हो त्यो अब त्यस्तो बुद्धको अमृत वचनलाई भारतको महापण्डितहरूले अनि व्याख्या गरेको एक्सप्लेन गरेको अनि त्यो छ त्यसमा 230 जति अनि ठेला छ त्यसले चाहिँ के भन्छ त्यस्तोहरू सबै अनि सम्बुद्ध लिपिमा अनुवाद गरेकोलाई के भन्छ टेङ्ग्युर भन्छ हामीले यो कुराहरू थाहा हुनुपर्छ कङ्ग्युर टेङ्ग्युर भनेर अनि त्यो हुन्छ अब त्यसको माथि फेरि अनि हाम्रो हिमालयन क्षेत्रमा भएको तिब्बतमा भएको निङमाको महान गुरु पण्डितहरूले अनि साक्य कक्यु गिलु त्यस्तोहरूले लेखेको त हजार हजार अनि 10,000 30,000 100,000 त्यस्तो छ धेरै किताबहरू छ हो त्यो हो त्यसो कारणले अहिले म यहाँ के भन्न चाहन्छु भनेदेखि हामी हिनायान महायान वज्रयान जो बुद्धिस्टहरूले धेरै ठुलो मान्नुपर्ने चाहिँ सबभन्दा ठुलो किताब सबभन्दा ठुलो मान्नुपर्ने चाहिँ कङ्ग्युर हो अब त्यो कङ्ग्युरको भितरमा के भनेको छ भनेदेखि त्यो भनेको कुरामा सर्टकरीदेखि अहिले मैले सबै भन्नुमा समय मिल्दैन अहिले चाहिँ तपाईहरुले सुन्नु सक्ने जानकार गर्न सक्ने तपाईहरुको लेभलमा अनि मैले अलिकति भन्न चाहन्छु त्यो पनि मैले छिलप के रे आगम दिन्दै गरेर भन्न चाहन्छु पहिला तपाईहरुले यो जान्नुपर्छ मैले कङ्ग्युर यसोरी पढ्दाखेरि मैले त्यसको भित्र के देख्यो भनेदेखि कङ्ग्युरको भित्र अनि बुद्धले हामी मान्छेलाई राम्रो हुनुको लागि धेरै उहाँले एडभाइस गरे सल्लाह उहाँले धेरै सल्लाहहरू दिनुभएको छ
उहाँले धेरै सल्लाह दिनुभएको भित्र पनि हामीले अनि त्यो हेरपचोसँग गरेर असल विचार असल आचरण कसरी गर्नुपर्छ त्यसको बारेमा पनि धेरै उहाँले भन्नुभएको छ। त्यो मात्र नभएर हामीले सुख चाहिने छ नि सुखमा भने यो जन्मको सुख चाहियो भनेदेखि के गर्नुपर्छ त्यसको अनि सल्लाहहरू अनि पछिको जन्ममा सुख हामी पछिको जन्मको पनि सुख चाहेको छ त्यसको लागि के गर्नुपर्ने त्यो सल्लाहहरू त्यो मात्र नभएर संसार त्यो त्यागेर निर्वाणको सुख हामीले चाहेको छ त्यो कसरी अनि हामीले अनि प्राप्त पाउन सक्नु गर्नुपर्छ त्यसको सल्लाह। त्यो मात्र नभएर हामीले सबभन्दा सुख चाहिँ बुद्धको सुख हो। बुद्ध भूमिमा भएको सुख भनेछ त्यसलाई चाहिँ लानामेपे देखि भन्छ। त्यस्तो पाउनुको लागि के गर्नुपर्छ त्यसको सल्लाह। अब बुद्धले त्यस्तो सल्लाहहरू धेरै भन्नुभएको छ। त्यसो कारणले कङ्ग्युरको भित्र के देख्यो भनेदेखि सल्लाहको कुरा भने धेरै छ। त्यसमा चाहिँ फामे दो भनेर त्यस्तो पनि छ बाआमाले अनि के गर्नुपर्छ भनेको कुरा फामे दो त्यही दोस्रो गरेर उहाँले अनि छम भनेको कुराहरू छ त्यो भित्र धेरै कुरा सल्लाहहरू भन्नुभएको छ। त्यसो कारणले कङ्ग्युरको भित्र पनि उहाँले सल्लाहको कुरा धेरै भनेको छ। त्यसो कारणले त्यो सल्लाहको कुराहरू सबै हामीले राम्रो पढ्यो भनेदेखि हामीले बुद्ध शाक्यमुनि बुद्ध चाहिँ कस्तो हामीले देख्छ भनेदेखि ग्रेट एडभाइसर इङ्ग्लिसमा अब यो नेपालीमा महासल्लाहकार बुद्ध भने चाहिँ एउटा महासल्लाहकार हो भनेर हामीले थाहा हुन्छ। यो एउटा कुरा तपाईहरुले त्यो लेख्नुस् है मनमा राख्नुस्। अब दुई बुद्धको कङ्ग्युर पढ्दाखेरि अझ हामीले के थाहा हुन्छ रहेछ भनेदेखि बुद्धको कङ्ग्युरको भित्र अनि साइन्सको कुराहरू धेरै हुन्छ। यो बाहिरको जम्बुद्वीप कसरी भएको घाम भने चाहिँ कसरी भएको त्यसको मुनहरूदेखि लिएर त्यहाँ हाम्रो यो इन्भाइरोमेन्टदेखि लिएर अनि त्यो जुवा शिलाकर छ चार धातुहरू कसो हो तत्व चार तत्वहरू कसरी हो हाम्रो मान्छेको हाम्रो जीव जन्तुहरूको जिउ कसरी भएको हाम्रो जीव जन्तुहरूले मन भने चाहिँ कसो छ त्यस कुराहरू सबै अनि कुराहरू राखेको छ। त्यसो कारणले उहाँ चाहिँ एउटा उहाँको अनि बुद्धको अमृत वचनको भित्र त्यो साइन्सको कुरा के अरे आधुनिक गर्छ र आधुनिक वैज्ञानिक त्यो वैज्ञानिकको कुराहरू धेरै छ। त्यसो कारणले हामीले के थाहा हुन्छ बुद्ध भने चाहिँ एउटा महा अनि वैज्ञानिक हो भनेर चाहिँ हामीले थाहा छ। इङ्ग्लिसमा चाहिँ ग्रेट साइन्टिस्ट भनेर त्यो छ। त्यो चाहिँ दुईटा कुरा भयो। अब तीनमा फेरि हामीले बुद्धको वचनहरू पढ्दाखेरि चाहिँ हामीले के थाहा हुन्छ बुद्धको वचनको भित्र चाहिँ के छ भनेदेखि फेरि सिद्धान्तको कुरा धेरै छ। सिद्धान्तको कुरा त्यसमा पनि सिद्धान्तको कुरामा पनि आत्मा भनेको के हो अनि जो के अरे शून्यता भने चाहिँ के हो त्यसमा पनि बाहिरको शून्यता भित्रको शून्यतादेखि लिएर कुराहरू धेरै उहाँले राखेको छ। त्यसमा पनि अहिले खर्च ठुतसी सिद्धान्त चार सिद्धान्त भनेको कुराहरू पनि छ। सूत्रको सिद्धान्त तन्त्रको सिद्धान्त पनि छ। त्यसको कारणले उहाँले सिद्धान्तको कुरा पनि धेरै भनेको छ। त्यसको कारणले उहाँ चाहिँ सिद्धान्त सिधै ठुत्तर हो सिद्धान्तवाद बुद्ध उहाँ चाहिँ हामीले के देख्छ भनेदेखि यस्तो पढ्दाखेरि उहाँको सिद्धान्तको कुराहरू हामीले पढ्दाखेरि उहाँ चाहिँ महासिद्धान्तवाद हो भनेर हामीले थाहा हुन्छ। ग्रेट फिलोसफर भनेर थाहा हुन्छ। त्यो एउटा उहाँको गुण हो उहाँको। अझै हामीले अनि त्यो
बुद्धको वचन अमृत वचनहरू पढ्दाखेरि चाहिँ हामीले एउटा के थाहा हुन्छ भनेदेखि मनको बारेमा चाहिँ अहिले हाम्रो मोडर्न साइन्टिस्टहरू मोडर्न साइन्टिस्टला आधुनिक वैज्ञानिकहरूले मनको कुरामा चाहिँ अलिअलि भनेको छ तर धेरै भन्नु सकेको छैन। मनको कुरामा पुग्दाखेरि उहाँहरू चाहिँ अहिले भर्खरको बच्चा जस्तो हो। बुद्ध धर्मको भित्र मनको कुराहरू चाहिँ धेरै त्यो भित्रको कुरादेखि लिएर धेरै कुराहरू भन्नु सक्नेछ। त्यसो कारणले चाहिँ अहिले यो जम्बुद्वीपमा आजकल सबैले मनको कुरामा मन भने चाहिँ के हो भनेमा ध्यान दिएको छ। पहिला मनलाई ध्यान दिँदैन, बाहिरको मात्र त्योलाई चाहिँ ध्यान दिने। आजकल चाहिँ बिस्तारै यो हाम्रो दुःखहरू सबै आउनु चाहिँ बाहिरदेखि होइन रहेछ, मनलाई निर्मल पर्छ रहेछ भनेर चाहिँ अनि त्यसमा ध्यान दिने, मनको कुरामा ध्यान दिने त्यसो भएको छ। खर्च अनि त्यो इङ्ग्लिसमा भन्छ नि साइकोलोजी भन्छ। साइकोलोजी भनेको कुरा हो। त्यो साइकोलोजी भनेको कुरामा अनि बुद्धिस्ट साइकोलोजी जस्तो यो जम्बुद्वीपमा जसले पनि छैन। त्यस्तो ज्ञान चाहिँ साइकोलोजीको ज्ञानमा सबभन्दा ठुलो चाहिँ बुद्धिस्टको साइकोलोजी ज्ञान हो। त्यसको कारणले अनि बुद्ध चाहिँ एउटा के हो भनेदेखि अनि महावैज्ञानिक मात्र नभएर अनि मनोवैज्ञानिक भएको छ, मेन्टल साइन्टिस्ट त्यस्तो। त्यसो कारणले चाहिँ अनि बुद्ध भने चाहिँ उहाँले गुण एउटा चाहिँ यस्तो देखेको छ। अब त्यो मात्र नभएर फेरि बुद्धको अमृत वचनहरू हामीले पढ्दाखेरि दो फेल्छे भन्ने छ, दो तिङ्गी जिङ्गी ग्याल्पो भन्नेहरू छ त्यो कङ्क्युरको भित्र। त्योहरू हामीले पढ्दाखेरि फेरि बुद्धलाई चाहिँ बाहिरको ज्ञान मात्र नभएर भित्रको साधनाको ज्ञान अनि भित्रको अनि ध्यानको ज्ञान धेरै नै छ। ध्यानको ज्ञानमा हेर्दाखेरि उहाँ जस्तो अहिले यो जम्बुद्वीपमा अनि उहाँ जस्तो हुने अरू धर्ममा चाहिँ छैन। त्यसो कारणले सुतरको ध्यान अभ्यासको कुरा, तन्त्रिकको ध्यान अभ्यासको कुरा, त्यस्तो ध्यानको कुरामा, साधनाको कुरामा उहाँले चाहिँ धेरै उहाँले भन्नुभएको छ। त्यसो कारणले बुद्धलाई चाहिँ आजकल अनि वैज्ञानिकहरूले, शिक्षा वर्गहरूले के देख्छ भनेदेखि उहाँ चाहिँ महायोगी भनेर, उहाँ चाहिँ ग्रेट मेडिटेटर भनेर त्यस्तो मान्छ। त्यसो कारणले अनि हामीले त्यो कङ्क्युरहरू पढ्यो भनेदेखि हामीले के थाहा हुन्छ भनेदेखि बुद्धलाई 5वटा अनि गुण वा 5वटा गुण हामीले देख्छ। त्यो चाहिँ सबैले नभुल्नुहोस्। हामीले बुद्ध हेर्दाखेरि उहाँ यहाँ हुन्छ नि, बुद्ध शाक्यमुनि हेर्दाखेरि त्यो लामाको लुगा, भिक्षुको लुगा छेउको भनेर यसो लगाएर बसेको जस्तो मात्रै देख्छ नि। तर उहाँको बुद्धको अमृत वचनहरू पढ्यो भनेदेखि उहाँले गुण के छ सबै हामीले थाहा हुन्छ। त्यसो कारणले चाहिँ उहाँ चाहिँ के भएको छ भनेदेखि ग्रेट एडभाइसर, ग्रेट एजुकेटेड, 2मा ग्रेट एजुकेटेड, 3मा ग्रेट फिलोसोफर, 3मा ग्रेट साइन्टिस्ट, 4मा ग्रेट फिलोसोफर, 5मा ग्रेट मेडिटेटर, महायोगी। त्यसको कारणले अनि उहाँ चाहिँ के भएको छ भनेदेखि तेम्बा छेम्बो खर्च तेम्बा महान तेम्बा महान गुरु लाना डिग्री टिचर धर्म गुरु है त्यस्तो अनि
वहाँ भएको छ भनेर हामीले थाहा हुन्छ। त्यसो कारणले हामीले जहिले भने कोही आफै पनि एउटा बुद्धिस्ट भएको बौद्ध भएको कारणले बुद्ध शाक्य मुनिले गुण के छ भनेदेखि थाहा हुनुपर्छ। अरूले पनि अरूले बुझ्यो तिमी के हो बुद्धिस्ट हो, कसले मान्छ बुद्ध शाक्य मुनि, बुद्ध शाक्य मुनिले किन मान्ने, उसले गुण के पनि छैन भनेदेखि त्यो रिस उठेर बस्नु हुँदैन। गुण यसो यसो छ भनेर शान्तिले करुणादेखि सबै कुराहरू भन्नु सक्नुपर्छ। फेरि बुद्धिस्ट हो भनेर बुद्ध के हो थाहा छैन, बुद्धको ज्ञान के हो, बुद्धको गुण के हो, धर्मको गुण के हो त्यो थाहा नभएदेखि धेरै त्यो हो। त्यसो कारणले मैले अहिले अनि खास खोज्देऊ सजिलो तरिकादेखि मैले बुद्धको गुणहरू चाहिँ यहाँ भनेको हो। अब हामीले बुद्धको धर्महरू मैले अघि भनेको जस्तो कङ्ग्युरको भित्र छ। अब कङ्ग्युरको भित्र चाहिँ अब के एउटा भनेको छ भनेदेखि बानी व्यवहारको बारेमा, बानी व्यवहार राम्रो हुनुपर्छ, सोच राम्रो हुनुपर्छ, बानी राम्रो हुनुपर्छ भने त्यसको बारेमा चाहिँ बुद्धले भनेको छ। त्यसको कारणले मैले पहिला उहाँले फामे दो भन्ने कङ्ग्युरको भित्र भएको एउटा चाहिँ पहिला म आगम दिन्छु, त्यसको पछि चाहिँ अनि मैले त्यसलाई भाग्य गरेर बानी व्यवहारको बारेमा अलिकति भन्छु। या सुकिँदै सु न डिग्रे ढा सु यहीँ बस्नु हुन्छ यता हेरेर त्यो कुप्च्या डिग्मिँदो सेन डिक्सा डिग्री डिग्री। अब पछि चाहिँ त्यो कुप्च्या चाहिँ राख्नु नहुने रहेछ। यो भित्र खोजो कार्य नसम्झियो त टिभी त योले चाहिँ अनि के अरे आइप्याड भन्छ, यसको भित्र मैले कङ्ग्युर सबै हालेको छ। अब मैले कङ्ग्युर पढ्ने हो भनेदेखि त्यो पुस्तक 100 पुस्तक सबै पर्दैन। यो भित्र हेऱ्यो भनेदेखि कङ्ग्युर थ्याङ्ग्युरदेखि लिएर सबै पढ्न सक्छ। यो टिभी होइन। That is go. अलि त्यसो त्यसो बुझ्दैन। कम चिक्को अब अहिले कङ्ग्युरको भित्र पहिले यो जानुपर्छ। कङ्ग्युरको भित्र चाहिँ 100 ठेला छ, त्यसमा अनि 21 ठेला चाहिँ अनि तन्त्र भयो। बाँकी 79 के अरे 79 ठेला चाहिँ सूत्रको हो। त्यसको भित्र पनि अनि हिनायानाको सूत्रमा अनि सूत्रमा ठेलाहरू 13वटा कि त्यो हुन्छ। अनि महायानको सूत्र त्यसमा पनि धेरै किसिमको हुन्छ। त्यसमा चाहिँ अब हामीले 3टामा भाग गर्छ, विभाग गर्छु। ठाङबुदी गर्छ दुवै दिन विनय पिटका एउटा हो, त्यने दोधी देन सूत्र पिटका अनि ngombe देनु अभिधर्म पिटिका। अब सूत्र पिटिका गर्छ सूत्र पिटक भन्ने एउटा छ। त्यसमा अनि त्यसको भित्र अनि दोदेसा भन्ने एउटा छ। सा काका गागा गाङा चाचा जाया ताता दाना बाबा बामा राला शाह। अब राला शाह सा भनेको भित्र चाहिँ अनि धेरै बुद्धको त्यो वचनहरू छ। त्यसको भित्र फामे दो भनेर 12 आमाको सूत्र नाम दियो। 12 आमाको सूत्र तपाईहरु पहिले सुन्नुभयो। कङ्ग्युर भित्र के छ? बा आमाको सूत्र भनेछ। यो चाहिँ मैले अहिले लुङ दिने हो, धेरै छैन, अलिकति छ।
ला अब यसको आगम दिन्छ है पहिले यो सुन्नुस् फामेन्तो मजो जेमेजेर बरोजे मजे मेमोराले मोने सुसुराले इजि जुग त्यसों गेवे युमला छाचे लो नमो लाई गेदालो दा नेजिंगे जबोला मी केना जोवा गुंगे जाना जिजांबा 탐제 गेदो दागे छे텐도 파멘도 상게다 장주선바 탐제로 차체로 대게다게 되바 뒤지나 좀 된데 년두기 긴두나 제바 년도 여바나 개베게지기 체기 다 고메세진기 공가라와나 쇼소 대를 좀 된데게 까제바 게론다 김강다나 파마이라 레버르무 제바다 레버르 욕 제베 김대다니 상바단 된바 이노 대지체를 셴나 게론다 리기부 파마이니 리기 리베보네 상바단 자베 치로 게론다 김강다나 파마이라 레버르무 제바다 레버르 쳐바 제바다 레버르 욕 제베 김대다니 루변단 된바 이노 대지체를 셴나 게론다 리기부 파마이니 리베보네 루변단 자와 임베 치로 अब यसको मतलब अलिकति भन्छु बुद्धले के भन्नु भन्देखि भिक्षुहरू सुन्नुस् म यहाँ के भन्नु चाहन्छु भनेदेखि जो मान्छेले आफ्नो 12 आमालाई अनि राम्रो गरेर देखभाल गर्ने 12 आमालाई पूजा गर्ने 12 आमाको सहयोग गर्ने त्यस्तो गर्ने मान्छे त्यस्तो जसले गर्छ त्यसको घरमा चाहिँ अनि गुरु बसेको जस्तै हो भनेको किन भनेदेखि अनि 12 आमा भने चाहिँ एकमा आफ्नो गुरु जस्तै हो भनेको कस्तो राम्रो छ बुद्ध स्वयंले भनेको है यहाँ छ नि यी के भनेको छ भनेदेखि सम्झिदा लेबेमा गेलोङता खिम खाङदाना फामाइनी भने चाहिँ 12 आमा भनेको फामाइनी लेबर रिमु छेबा भने चाहिँ धेरै उहाँलाई खुसब खर्सा आधार बा आमाले आधार सम्मान राम्रो गर्ने सम्मान हो आधार सम्मान राम्रो गर्ने भनेको गर्नुपर्छ भने एउटा लेबर छेबा भने चाहिँ राम्रो गरेर पूजा गर्नुपर्छ भनेको लेबर योग छेबा भने चाहिँ 12 आमालाई आफूले नोकर जस्तो गरेर 12 आमाको आफै 12 आमाको नोकर हो जस्तो गरेर 12 आमालाई धेरै देखभाल गर्नुपर्छ सहयोग गर्नुपर्छ भनेको लेबर योग बे किम थेदानी लुबेना देम्बा यनो गुरु बस्नु छेउ जस्तो हो भनेको तेजी शिर्षना भने चाहिँ किन हो त्यसको मतलब के न हो कारण के हो भनेदेखि गेलोङ था रिकी पुइ फामाङी ने रिबे गने लुबेना दावाई बेछर बा आमा भने चाहिँ एकमा आफ्नो गुरु जस्तो हो भनेको गेलोंदा किम कादाना फामाङेला लेबर रेमु छेबादा लेबर छेबादा लेबर योग छेबे किम तेदाने कुन्दु जिम्बे यसो खुरबादा देमा यनो यो पनि राम्रो छ अनि हामीले आफ्नो बा आमाहरूलाई आफ्नो जो छ पैसा देखि लिएर सबै बा आमाले दान दिनुपर्छ दान दिनुको दिनुपर्नेको एउटा खर्च युल जिम्बे युल दान दिनेको विषय हो भनेको हामी खिम्बाहरूले जनताहरूले गुरुहरूलाई लामाहरूलाई दान दिन्छ नि त्यो दोस्रो गरेर अनि आफूले बा आमालाई दान दिनुपर्छ भनेको यसो के अध्ययन भइनो तेजी चेरेशना गेलोंदा रिगी फु फामाङिने रिगबेगोने कुन्दु जिम्बे यसो किरबा इम्बे छेरो गेलोंदा किम खाङदाना फामाङि लेबर रेमु छेबादा लेबर छेबादा लेबर योग छेबे किम देदादि
미단데바 이노 티치치르치나 gelonda 레기 파망이네 리베고네 미단다베 쳐로 gelonda 김카나 파망이네 레버 리무체바다 레버 쳐바쳐바다 레버 요베 김다다 하다데바 이노 जो मान्छेले आफ्नो बाआमालाई राम्रो गरेर अनि ढोक्ने राम्रो गरेर अनि देखभाल गर्यो भनेदेखि त्यो घरमा अनि देवताहरू पनि बसेको छ भनेको देबाइनो गेलोन्ता रिकेपो फामाङिने रिबेकोने लादान्दावे छेरो चुम्देदेखि दिगे जे काचे देवरसेबा दिगे सोने टेम्बेसिया दिगे जे काचे दो फामाङिने छाङबाते तेजिताने लोबेइ 부이 군지 외교와 미양이라 하야이 디지르 땡이 차기네 오 बाआमा भने चाहिँ आफ्नो गुरु दोस्तो पनि हो आफ्नो देवता दोस्तो पनि हो त्यसो कारणले हामीले बाआमालाई ढोग्नु पर्छ भनेको धेरै कर्सा फामा थाला कुर्छे तिजिर 땡이 차기네 tilwa tangne tu namda kangba tagyang kuwada yana seda kom namda kyoda malcha ten namgi keba tagi kurdi cha keba tagi kurdi chas ani chora chori harule आफ्नो बाआमालाई के गर्नु पर्छ भने देखि बाआमाको जिउहरू राम्रो धुनु पर्छ बाआमाको खुट्टाहरू राम्रो धुनु पर्छ जिउ र खुट्टालाई मसाज गर्नुपर्छ हो अनि खानेकुरा राम्रो जो छ पिउनुहरू राम्रोहरू के छ दूधदेखि लिएर पिउनुहरू राम्रोहरू खाना राम्रोहरू सबै दिनुपर्छ चराउनुपर्छ त्यो मात्र नभएर आफ्नो बाआमालाई लुगाहरू राम्रो दिनुपर्छ अनि सिराकहरू सुत्नुखेरि ओछ्यानहरू सबै राम्रो दिनुपर्छ फामा थाल कुर्छेबा थेना खेबा थेदानी दिरे मेपा मेगुलास केप्सुचे जो अनि छोरा छोरीहरूले आफ्नो बालाई धेरै ढोकेर बालाई धेरै मानेर बालाई जहिले पनि राम्रो देखभाल गरे सहयोग गरेर त्यस्तो भयो भनेदेखि आफै पनि खुसी हुन्छ मान्छेहरू सबैले पनि यो राम्रो छ यो बच्चा राम्रो छ यो छोरा छोरी राम्रो छ भनेर सबैले त्यो गर्छ रे सिना थोरै डोवाग्योर त्यस्तो छोरी छोरी जो बाआमाले राम्रो गर्ने छ त्यो मान्छे चाहिँ मरिसकेको पछि फेरि अनि देवादेवी अनि हाम्रो मान्छेको रूपमा फेरि आउन सक्छ नरकमा जाँदैन भन्छ चुम्देनदेखि देखे जे काचेने गेलोङतेदा हिरङदे चुम्देनदेखि सुङबालोङबर त्यो फामेन्दो जोक्सो यति हो कस्तो राम्रो छ है अब तपाईहरुले अनि फामेन्दो कङ्गुरको भित्र भएको फामेन्दोको आगम पनि पायो भाग्य पनि मैले अलिकति गरे अब त्यो सँगै मैले यो कुरा अलिकति राख्नु पर्यो मैले जहिले पनि के भन्छ हामी यो जम्बुद्वीपमा अनि त्यो के भन्छ केवल ल्याउँदा जन्म लिनु बेलामा पहिला हामी मान्छे हो जीव जन्तु हो बिस्तारै बुद्ध धर्म सँगलाई ढोगेर अनि बुद्धिस्ट भने चाहिँ पछि हुन्छ हैन पहिला हामी मान्छे हो त्यसो कारणले पहिला हामीले आफ्नो मान्छे भएको कारणले म मान्छे राम्रो हुनुपर्छ भनेको जिम्मा चाहिँ लिनुपर्छ हैन मान्छे राम्रो हुनुपर्छ भनेको जिम्मा चाहिँ कसरी लिने मान्छे राम्रो हुनुको लागि हामीले के गुणहरू चाहिन्छ हो मान्छे राम्रो हुनुको लागि हामीले के चाहिन्छ भनेदेखि सम्बुद्ध लेभेलमा यारब चेसङको ज्ञान चाहिन्छ यारब चेसङ भने चाहिँ के हो भनेदेखि असल सोच असल सोच र असल व्यवहार हो विचार असल विचार सिधै सोच हो अनि चोपा आचरण असल विचार र असल आचरण त्यो चाहिन्छ अब जोस हामी मान्छे राम्रो हुनुको लागि हाम्रो मन चाहिँ धेरै राम्रो हुनुपर्छ
इङ्ग्लिसमा भन्छ पोजिटिभ अनि थट। अब हाम्रो मन चाहिँ राम्रो हुनु पर्यो, त्यो सँगै हाम्रो बानी व्यवहार भने राम्रो हुनुपर्छ। त्यसो कारणले चाहिँ हामीले चाहिँ मनमा यो राख्नु पर्यो। अब त्यसमा चाहिँ अब मान्छे राम्रो हुनुको लागि हामीले यो ज्ञान चाहियो भनेदेखि अब मन राम्रो भने चाहिँ के हो? व्हाट इज द पोजिटिभ थट? मन राम्रो भने चाहिँ के हो? मन राम्रोमा चाहिँ दुई किसिमको हुन्छ। एउटा मन कस्तो हुन्छ, म अरू मान्छेलाई दुःख नदिने भन्ने एउटा सोच्नेको मन हुन्छ। त्यो मन भने धेरै राम्रो हो। त्यसले चाहिँ सम्बुद्ध लेबुमा के भन्छ? सेला नेपा मिचेबे सम्भा भन्छ। सेला नेपा मिचेबे सम्भा, अरूलाई म हानि नगर्ने, दुःख नदिने भनेको एउटा सोच, त्यस्तो मनलाई मन राम्रो हो भन्छ। मन राम्रो दुई चाहिँ कुन हो? म सम्बुद्ध लेबुमा के भन्छ? सेला फेम्पा छेपे सम्भा। यसको मतलब के हो? म अरूलाई फाइदा गर्छु भनेको सोच। यो दुईले चाहिँ धेरै ठुलो हो नि। म अरूलाई नोक्सान नदिने, म अरूले दुःख नदिने भनेको सोच एउटा, म अरूलाई फाइदा गर्छु भनेको सोच एउटा। अब त्यस्तो दुईवटा भयो भनेदेखि त्यसले काम धेरै गर्छ होइन। अब त्यहाँदेखि के गर्छ? म अरूलाई दुःख नदिने भनेको सोच चाहिँ आफ्नो मनको भित्र भयो भने त्यसले त्यो सोचदेखि अनि बानी व्यवहार के हुन्छ हो? अनि खर्च दे मिगे बच्चू 10 कुशल कर्म रहे, मिगे बच्चू अकुशल 10 अकुशल कर्महरू सबै गर्दैन। त्यो हो नि। सोच्नुहोस् त, म अरूलाई दुःख नदिने भन्ने सोच आइसक्यो। अब त्यसको भित्र म अरूले दुःख नदिने, म अनि यो भैँसीदेखि लिएर अनि त्यो रात लोक खर्च जनावरदेखि लिएर त्यो अरूले दुःख नदिने भन्ने सोच आउँछ नि। अब जनावरहरू सबैले दुःख नदिने भन्ने सोच भयो भनेदेखि त्यसले दुःख दिने काम गर्दैन। दुःख दिने कामहरू सबै हटाउँछ। त्यो हटायो भनेदेखि काटमार गर्ने चाहिँ आउँछ? आउँदैन नि। काटमार गरेदेखि दुःख दियो नि। दुःख नदिने भनेदेखि काटमार चाहिँ गर्दैन नि। त्यस्तो फरक छ। त्यसो कारणले हो अरूले दुःख नदिने भन्ने सोच चाहिँ राम्रो मन। अर्को चाहिँ म अरूलाई फाइदा गर्छु भन्ने मन। अब त्यसमा धेरै छ नि। म बालाई फाइदा गर्छु, म मेमेलाई फाइदा गर्छु, म इबीले फाइदा गर्छु, बा आमाले फाइदा गर्छु, भाइले फाइदा गर्छु, बहिनीले फाइदा गर्छु, छोराले गर्छु, छोरीले गर्छु। त्यस्तो मनहरू सबै आउँछ। त्यसको माथि उसलाई पनि गर्छु, फाइदा गर्छु, छिमेकीले फाइदा गर्छु, अनि जनावरले फाइदा गर्छु भनेदेखि अनि त्यसले धेरै कामहरू छ नि। त्यसो कारणले मन हो सबभन्दा ठुलो मन। मन चाहिँ राम्रो भएदेखि त्यहाँदेखि कामहरू सबै राम्रो हुँदै जान्छ। त्यसो कारणले अरूलाई चाहिँ म हानि नगर्ने, म अरूले दुःख नदिने भने एउटा मन, म अरूलाई फाइदा गर्छु भने एउटा मन, त्यो चाहिँ सब के अरे ठन्डा असल मरे असल सोच, असल विचार, असल विचार भने चाहिँ त्यो दुई हो। अब असल विचार छ, असल खर्च बानी आचरण हो। अब असल आचरण भनेमा फेरि त्यसमा दुई, अरूले हानि नगर्ने भन्ने एउटा असल आचरण एउटा, अरूले फाइदा गर्छु भने एउटा असल अनि खर्च आचरण एउटा, त्यो भयो। अब अहिले यहाँ मनमा राख्नुपर्ने के हो भनेदेखि यो सबै कसरी हुन्छ? यहाँ राम्रो सुन्नुहोस् है। म अरूलाई दुःख नदिने भनेको सोच एउटा र म अरूलाई फाइदा गर्छु भन्ने सोच चाहिँ कसरी आउँछ? तपाईहरु सबै बा आमा हो नि। तपाईहरु बा आमाहरूले राम्रो गरेर सोच्नुस् त। बा आमाहरूले आफ्नो छोरा छोरीलाई म आफ्नो छोरा छोरीलाई अनि दुःख नदिने भन्ने सोच्छन् सोच्दैन? सोच्छ है। म छोरा छोरीहरूलाई म सुख दिन्छु,
उसलाई म फाइदा गर्छु भन्ने चाहिँ मनमा सोच आउँछ आउँदैन जहिले पनि आउँछ नि हैन अब त्यो सोच चाहिँ कहाँबाट आउँछ रहेछ हेर्नुहोस् त आफैले अनुभवले हेर्नुहोस् त कसरी आउँछ भनेदेखि सम्बुद्ध लेबेमा भनेको छ छम्जेबाट आएको छम भने चाहिँ माया से भने चाहिँ दया बा आमाले आफ्नो छोरा छोरीहरूलाई जहिले माया दया अनि हुन्छ त्यो मनदेखि मेरो छोरा छोरीलाई दुःख नदिने फाइदा गर्छु भन्ने मन चाहिँ आउँछ त्यसो कारणले त्यो आउनेको मुलुक चाहिँ के हो भने छम्जे माया दयाको मन त्यो संस्कृतमा के भन्छ मैत्री करुणा त्यो मैत्री र करुणा भयो भनेदेखि त्यो सोचहरू राम्रोहरू आउँछ भनेको अब त्यसो कारणले अब मैले यहाँ के भन्न जान्छु भनेदेखि यदि हामी मान्छे राम्रो हुनु चाहिन्छ भनेदेखि मन राम्रो हुनुपर्छ मन राम्रो हुनुपर्छ भनेदेखि के चाहियो अरूलाई दुःख नदिने सुख दिने फाइदा गर्छु भने मन चाहियो त्यो राम्रो हुनुको लागि के चाहियो भनेदेखि माया दया चाहियो जहाँ माया दया छैन त्यो मनहरू राम्रो मनहरू आउँदैन जहाँ मन राम्रोहरू आउँदैन काम राम्रोहरू आउँदैन त्यो पनि प्रतिता समुपदा हो है कहिले हामीले देख्छ नि बुद्धले प्रतिता समुपदा भने यस्तो गाह्रो त्यो के भन्छ शब्द रहेछ भन्छ नि तर हामीले बिस्तारै आफ्नो यस्तो अहिले मैले भनेको त सोच्यो भनेदेखि प्रतिता समुपदा भन्दै यसरी पनि थाहा हुने रहेछ भन्छ नि थाहा हुन्छ होइन हो त्यो हो ल यो चाहिँ मनमा चाहिँ राख्नुहोस् अब यहाँसम्म चाहिँ अनि के अरे असल सोच असल विचार र असल आचरणको कुराहरू र यतिसम्म चाहिँ राखौँ हामीले समय धेरै छैन फेरि हामी धर्मको कुरा भित्र जानु परेको छ यो भयो अब यसको पछि म के भन्नु छ सरी अहिले एउटा बिर्सिएछ अब त्यसको भित्र अब यहाँ मनमा राख्नुपर्ने कुरा अब सोच राम्रो र बानी राम्रो भने चाहिँ एउटा मान्छेको एउटा गुण हो जो मान्छेले त्यो छ भनेदेखि त्यो मान्छे राम्रो हो जो मान्छेले त्यो छैन भनेदेखि त्यो मान्छे चाहिँ नराम्रो हुन्छ मान्छे राम्रो र नराम्रो पैसा राम्रो नराम्रो पैसा भएको र नभएको कुरा होइन अनि आधुनिक शिक्षा भएको र नभएको कुरा पनि होइन सिटले के भन्छ थोकोसा पद अधिकारीहरू पद अधिकारी पद हो ठुलो कोही कुराहरू धेरै पद भएर प्रेसिडेन्ट प्राइम मिनिस्टर अनि के अरे धन्दा लुम्बाकी पोम्बो मन्त्री त्यस्तो हुन्छ नि हो त्यस्तो पदहरू पाएर मान्छे त्यो राम्रो हो त्यो नपायो भनेदेखि मान्छे नराम्रो हो त्यो पनि होइन मान्छे राम्रो र नराम्रो भने चाहिँ मैले अहिले भनेको मन राम्रो जसले छ त्यो मान्छे राम्रो हो मन राम्रो जसले छैन त्यो मान्छे चाहिँ नराम्रो हो त्यो चाहिँ मनमा राख्नुहोस् त्यसो कारणले अब हामी मैले के देखेको छु भने हाम्रो नेपालमा पहिला धेरै राम्रो बानी व्यवहारहरू छ अब पछि बिस्तारै त्यो खर्च दुध हो नराम्रो हुँदै जाने रहेछ म एउटा कुरा भनौँ म पहिला 30 वर्षको अगाडि म इन्डिया भारतदेखि नेपालमा आउँदाखेरि पढ्नु चाहिँ भारत इन्डिया जान्छ त्यो पढेर चाहिँ 1 वर्षमा अनि छुट्टीमा चाहिँ यता आउँछ नि 30 वर्षको अगाडिको कुरा हो 30 वर्षको अगाडि 30 वर्ष 35 वर्षको अगाडि जहिले म इन्डियाबाट यसरी आउँदाखेरि त्यो इन्डियाको बोर्डरमा मलाई धेरै दुःख पाउँछ एकमा चाहिँ मैले लामा लुगा लागेको छ दुईमा चाहिँ मेरो त्यो बेलामा नागरिकता मेरो हातमा छैन हैन भोटे हो के भनेर पास कहाँ छ के लिएर गएको छ त्यो खोला भनेर धेरै त्यो बेलामा पैसा खानुको लागि कोसिस गर्छ यो पैसा यति चाहिन्छ भनेर पैसा ठोक्ने धेरै गर्छ तर
त्यही इन्डियाको बोर्डरमा इन्डियाको पुलिसहरू चाहिँ सकेर नेपालको पुलिस भएको बोर्डरमा ठ्याक्क आउँदाखेरि आनन्द हुन्छ रहेछ। त्यो बेलामा नेपाल पुलिसहरूले हो तिमी यसो 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 खिचखिच गर्ने चाहिँ गर्दैन। म एक दिन बिहान 5 बजे त्यहाँ नेपालको बोर्डरको त्यो पुलिसमा म पसेको। उहाँले मलाई खिचखिच गर्ने कुरा छोडेर उहाँले त मलाई सलाम पनि गरेर कहाँ जाने काठमाडौँ जाने ल ठिक छ चिसो छ रहेछ 5 रुपियाँ दिउ न म चिया एउटा खानु पर्यो त्यस्तो भन्छ। ठोड्नेको कुरा छैन दिनुहोस् भन्छ। अन्त मन पनि धेरै खुसी लागेर दिन्छ नि है। त्यो ठोक्ने दोषो गरेर यो दिनुपर्छ यो के यसो भनेदेखि मन पनि के हुन्छ रहेछ नि त्यस्तो छ त्यो बेलामा। अब आजकल यस्तो छ कि भनेर सोच्यो भने धेरै गाह्रो हैन। अब पहिला म यस्तो गाउँतिर जानु बेलामा कति मान्छेले हामी लामा लुगा लगाएको भयो भनेदेखि कति ढोक्छ कति त्यो गर्छ। कोही त्यहाँ म के अरे बुलुङ भन्ने ठाउँमा गएको त्यहाँ त्यस्तो धेरैमा गएको धेरै मान्छेहरू राम्रो छ। अब आजकल चाहिँ एकमा चाहिँ के भयो यो सहरतिर पनि धेरै त्यो पैसाहरू धेरै डेभलप बाहिरको विकास भयो। त्यो सँगै आधुनिक शिक्षा पनि धेरै भयो मान्छेहरू चालाक पनि भयो। फेरि दिमागहरू राम्रोमा चाहिँ नचलाएर नराम्रोमा चलाएर ठोक्नेदेखि लिएर यसो गरेर अब आजकल धेरै नराम्रो भइसक्यो काठमाडौँतिर। अब यो बिस्तारै जहाँ त्यो विकास हुँदै जान्छ हुनु त बाहिरको विकास हुनु सँगै मनको विकास पनि हुनु पर्यो नि। अब मनको विकास हुनुको लागि मनको दबाई दिने धर्मको दबाई दिने मान्छे चाहिँ कम्ती भयो। बाहिरको विकास चाहिँ त्यति गएर अनि सबै लोभले सबै मान्छे चाहिँ आजकल के सोच्छ रहेछ धर्म चाहिँ नसोचेर पैसा सोच्छ। पैसा कति बनायो घर कति छ मोटर कति छ भागमा कति छ त्यो होइन त्यस्तो मात्रै गरेर बस्छ। उहाँले ज्ञान कति छ उहाँले शिक्षा कति छ र त्यो कुराहरू चाहिँ धेरै गाह्रो। हामी मान्छे राम्रो हुनु पर्यो मान्छे राम्रो कसरी हामी हुनुपर्छ त्यसको कुराहरू धेरै छैन। दान दौलतमा त्यो छ। अब दान दौलत धेरै लोभले चोर्ने पनि त्यहाँबाट आउँछ फेरि होइन। फेरि त्यो पैसामा गयो अनि त्यसो चोर्यो पैसा अलिकति मिल्यो फेरि त्यो पैसा राम्रो खर्च युजला प्रयोग राम्रो गर्यो पनि हुन्छ नि। धर्ममा प्रयोग गर्ने शिक्षामा गर्ने गाउँ विकासको लागि गर्यो पनि हुन्छ नि। फेरि त्यो पैसाहरू चाहिँ त्यो गाँजा खाने सुरोट खाने त्यो के खेल्ने अनि रक्सी खाने जुर्ने है। अनि दिउँसो चाहिँ टन्न रक्सी खाने बेलुका घरमा आएर चाहिँ बक्सु खेलेर बस्ने त्यो यस्तो धेरै खराब हुँदैछ। आज पहिला यस्तो थिएन। अब आजकल गाउँतिर भने युवा युवतीको भित्र एउटा बाहिरको शिक्षा त्यो मात्र पायो भित्रको शिक्षा अहिले मैले भनेको जस्तो धर्मको शिक्षा त्योहरू चाहिँ नपाएको कारणले त्यस्तो हुन्छ। अब बाआमाले पनि धेरै दुःख है अनि मेमाहरू पनि दुःख। अब बच्चाले त कति भन्यो भने सुन्दैन भने त्यो हुन्छ नि। त्यसो कारणले अब योहरू सबै हामीले बिस्तारै त्योहरू सबै राम्रो बनाउनु पर्छ। नराम्रो मान्छे भने राम्रो बनाउने त्यस्तो गर्यो भनेदेखि अनि पो राम्रो हुन्छ भनेर अहिले यसमा चाहिँ यो भन्न चाहन्छु। योहरू खानु हुँदैन। छाङदेखि लिएर आराकदेखि लिएर काठमाडौँदेखि लिएर अनि त्यो चोर्ने अनि त्यो गाँजा खाने त्यो के अरे थमाकर्पुन धाकु हुन्छ नि त्यो बिरी सुरोटहरू हुन्छ त्यसमा पनि धेरै किसिमको हुन्छ नि त्योहरू खाने त्यसो गर्नु हुँदैन। त्यो मात्र नभएर आजकल यो पनि छ म सिधा भन्छु है मिसकन्टेक्ट के अरे बेविचार। आजकल चाहिँ पहिला जन्ममा पहिलातिर बेविचार भन्छ नि आफ्नो सोच्ने हुँदै अरू सोच्नेसँग जाने आफ्नो लोग्ने हुँदै अरूसँग जाने त्यस्तो छ नि। त्यो पहिलातिर यस्तो नराम्रो मान्छ नि यस्तो हो भनेदेखि अनि इज्जतै खराब हुन्छ। ओ नराम्रो हो बिहा नगर यस्तो कुरा हुन्छ पहिला।
अब आजकल त यो चाहिँ के भयो भनेदेखि खेल जस्तो भएको हो रे ती घरसा चिखा सुगरे चमुचया नसिन छाने खेल खेलेको जस्तो त्यस्तो गर्यो भनेदेखि नराम्रो मान्दैन रे अझै त्यस्तो गर्ने मान्छे चाहिँ धेरै त्यो चालाकमा राम्रो मान्छ रे कहाँ राम्रो हो यो सिधा नरकमा जाने हो त्यो होइन त्यस्तो गर्नु हुँदैन यसले त यस्तोमा धेरै गयो भनेदेखि पछि मान्छेको खासा गुण हेरपचेसङ भन्छ नि खास मान्छेको बानी व्यवहार राम्रो भन्नेको एउटा कुरा मान्छेको गुण अनि त्योहरू सबै हटाउँछ बिस्तारै बिस्तारै एउटा मान्छेले नराम्रो गर्ने अब एक्जाम्पल उदाहरणमा अब यही गाउँमा एउटाले नराम्रो गर्यो त्यसले पनि राम्रो हो भन्ने फेरि दुईटाले त्यो गर्ने तीनटाले गर्ने मान्छे सबै पछि यस्तो हुन सक्छ अब त्यस्तो भयो भने के गर्ने है त्यस्तोहरू चाहिँ गर्नु हुँदैन धेरै पाप लाग्छ अहिले यो के भन्छ खर्सा दिए थाङबु छाङसा ग्याप सुगु खाटे पहिला चाहिँ बिहा गर्ने पछि चाहिँ के अरे छुट्याउने आजकल धेरै हुँदैछ पहिला यस्तो छैन एकचोटि बिहा गर्यो भनेदेखि अहिले हामी बुद्धिस्टहरूले त सिन्दुर लगाउँदैन नि कोही कोहीहरू लगाउँछ होला सिन्दुर किन लगाएको सिन्दुर यसरी लगाउँछ नि किन लगाएको आजदेखि तिमी मेरो हो भनेको हो यो कसम खाएर अनि जिन्दगी नमर्नेसम्म राम्रो गरेर बस्छ नि पहिला त्यस्तो थियो हामी पनि खादा गर्छ है अनि देवताको ठाउँमा गुरुहरू बोलाएर अब छाउँछ गरेर आजदेखि नै हामी नमर्नेसम्म राम्रो गर्छु भनेर चाहिँ त्यो वादा गर्छ नि अब त्यो गर्दै 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 फेरि 1 वर्ष 2 वर्ष 3 वर्षपछि के गरेर चाहिँ अनि बुद्ध पनि अनि अलिकति त्यो हुन्छ के भन्छ थुमा के बा बुद्धको ठाउँमा वजन गरे नि फेरि बुद्धले थाहा हुन्छ नि त्यो कुराहरू हैन अब त्यस्तो भयो भनेदेखि पछि राम्रो हुँदैन मान्छे भने चाहिँ मिल तेज दिगोरेस रिन्थङ इज्जत मान्छे भने आफूलाई एउटा इज्जत हुनुपर्छ मान्छे र त्यो थुटु छ नि थुटु गर्छ मान्छे र जनावरको बीचमा चाहिँ फरक हुनुपर्छ जनावरहरू त के गर्छ नि त्यो दोस्रो मान्छेले सबै गर्नु होइन त त्यसो कारणले हामीले यो बानी व्यवहार सोच अनि व्यवहार त्यो के छ कुशल कर्ममा धेरै राम्रो ध्यान दिनुपर्छ भन्ने हो यहाँसम्म चाहिँ अलिकति भन्नु चाहन्छु आजकल नराम्रो हुँदै जान्छ रहेछ त्यसको कारणले मैले त्यो कुरा चाहिँ राखेको दादिटीको छ अब सेकेन्डमा अब यहाँ चाहिँ अब हामी मान्छे पहिला चाहिँ मान्छे भएर मान्छे राम्रो हुनु पर्यो त्यसको पछि हामी एउटा बुद्धको शिक्षा भएको कारणले बुद्धको चेला भएको कारणले हामी एउटा बौद्ध राम्रो हुनु पर्यो बौद्ध राम्रो हुनुको लागि हामीले बुद्ध धर्म सङ्घलाई मनदेखि नै मान्नुपर्छ पालन चाहिँ के गर्नुपर्छ भनेदेखि कर्मलाई पालन राम्रो गर्नुपर्छ नराम्रो कर्महरू चाहिँ हटाउनुपर्छ राम्रो कर्म कुशल कर्महरूले चाहिँ अकुशल कर्महरू चाहिँ त्याग्नुपर्छ कुशल कर्महरू चाहिँ हामीले चाहिँ अनि लिनुपर्छ हो त्यसको लागि एउटा बौद्ध राम्रो हुनुको लागि हामीलाई अनि बौद्ध भने चाहिँ कसलाई भन्छ यो बुद्धिस्टको बौद्धको लुगा मात्र लाएर बौद्ध भन्दैन माथि घरको माथि झन्डा राखेर बौद्ध भन्दैन भित्र बुद्धको मूर्ति राखेर बौद्ध हुँदैन बौद्ध हुनु नहुने भने चाहिँ मनदेखि नै बुद्ध धर्म सङ्घले जसले ढोक्छ जसले मान्छ त्यो मानेको मन भएको मान्छे चाहिँ बौद्ध भन्छ त्यसो कारणले जहिले भने हामीले बुद्ध धर्म सङ्घ भने चाहिँ के हो त्यो थाहा भएर बुद्ध धर्म सङ्घ त्यो तिनवटा चाहिँ जहिले पनि हामीले मनमा अनि याद गर्नुपर्छ त्यसको लागि बुद्ध शाक्य मुनिले कङ्जुरको भित्र कुञ्जो जेठेङ्गे दो भनेर भन्नुभएको छ कुञ्जो जेठेङ्गे दोको भित्र तिनवटा छ
상게 제수 템베 도 최 제수 템베 도 gin든 제수 템베 도 भनेर तीन छ सांगे जेसु टेम्बा भने चाहिँ बुद्धले याद गर्नु पर्ने को अनि सूत्र एउटा छे जेसु टेम्बे दो भने चाहिँ धर्मले याद गर्नुको अनि सूत्र गिन्दिन जेसु टेम्बा भनेलाई संघलाई याद गर्नेको सूत्र भनेर तीनटा वहाँ छ अब त्यसको आगम चाहिँ दिन्छु अब सबैले राम्रो गरेर सुन्नुस् है होला नाम चाहिँ नबिर्स्नु है सांगे जेसु टेम्बे दो छे जेसु टेम्बे दो गिन्दिन जेसु टेम्बे दो भनेर तीनटा छ तीनटा हो त्यसको आगम त्यो कहाँ छ भनेदेखि कंगुरको भित्र अनि दोदे याको भित्र छ या काका खाङादेखि लिएर शा सा आ यामा चाहिँ त्यसको बारेमा चाहिँ अनि बुद्ध स्वयंले अनि भन्नुभएको छ ओला अब सबैले राम्रो सुन्नुस् ल मैले हिजो भनेको दोस्तो आगम लिँदाखेरि चाहिँ सुत्नु हुँदैन निन्द्रा लाउनु हुँदैन त्यो लाग्यो भनेदेखि अनि आगम पाउँदैन त्यसो कारणले नसुतेर निन्द्रा नलागेर राम्रो सुन्नुपर्छ यताउता कुरा पनि नगर्नु अनि मैले त्यसको भाग्य पनि अलिअलि शॉर्टकटमा भन्छु पहिला म आगम त्यो पढ्छु है ग्यागर के तो आर्य बुद्ध अनु स्मृति थे के तो फापा सांगे जेसो ठेंबा सांगे दा जांजु सेंबा थमजेला छाचेलो दिदर सांगे चोमदेंदे दिजिन शेवा डाचोंबा यांतावर जोबे सांगे रिवा ता शब्सु देबा देवारी शेवा जिगदें केबा किबुन देवे खालोंगेवा लाना मेबा लाता मेनम की देबा सांगे चोमदेंदे सो दिजिन शेवा देने सनम तागी ग्युथेबा गेवे चावानम छुमिसेवा सेबे रमतो गेबा सनम की तेरनम की शी पेजे सांबोनम की ट्रेबा छेनम की मेदो गेबा चु रेंबर थेबा थोना मिथेबा मेबा तेबे मेबा नमला ngombar gawa sherab silki menba tom namla jewa meba simje thamje gi temba changju semba nam gi yap phabe kansa nam gi gebo nyangalen dewe thongir to dowan nam gi debe yeshe pa do meba poba samge me geba sun namra thaba yanye ba kuche tawe cho me sheba kutsumba meba deba dagi ma goba su dagi nyawar ma goba su meba dada ma deba phumbo tale rabdo namba to kamnamda medeba kechenam damba debanam shindo cheba yonzo donwa tale namba choba sebale shindo choba chuole gewa yeshe yonzo zoba deba da machomba da dadar chome sangi chomdende namgi yeshe la neba nyangele neba la meneba yandaba nyege tala neba simje tamje la sebe sala shuba de didane tijin shebe yeshe yandabe chewe yonde yino paba sangi jesu chemba zosos यहाँ सम्म चाहिँ बुद्धलाई याद गर्नेको सूत्र भने यहाँसम्म यसमा के भनेको छ भनेदेखि हामीले बौद्धहरूले जहिले भने एक दिनको भित्र अनि सक्यो भनेदेखि छवटा अनि याद बुद्धलाई छचोटि अनि याद गर्नुपर्छ अब चौचोटि नभयो भनेदेखि तीनचोटि बिहान दिउँसो बेलुका सुन्ने बेलामा बुद्धलाई याद गर्नुपर्छ अब बुद्धलाई याद गर्नुपर्छ भने चाहिँ कसरी गर्नुपर्छ भनेदेखि अनि बुद्धको गुणहरू सम्झेर याद गर्नुपर्छ भन्यो अब बुद्धको गुण के छ भन्यो भित्रमा अनि बुद्ध भने चाहिँ अनि सबभन्दा महासुखमा अनि पाइसकेको हो भने देवर शेक्पा
जिग्देन खेम्बा भनेर बुद्धाले यो जति कुराहरू छ जानकार गर्नुपर्ने कुराहरू सबै बुद्धाले थाहा हुन्छ थाहा नहुने कुरा केही छैन भनेको के बुद्धि खालो ग्योबा बुद्धाले अनि हामी जीव जन्तुहरू खास अनि मान्छेहरू सबै बिस्तारै बिस्तारै अनि बुद्ध भूमिमा लगेर जान्छ भनेको हदा मेनम गिट्योबा देवता र अनि मान्छेहरू सबैलाई अनि एउटा मार्ग देखाउनेको गुरु हो भनेको तिजी सेवा त्यता नि सुनम थाकी ग्युदेबा गेवे चवानम छुमे सेवा बुद्ध भगवान भने चाहिँ एउटा सुनम नखर्सा पुण्य धेरै पुण्य महापुण्य पाइसकेको अनि एउटा हो भनेको अनि बुद्धलाई वाकामा पनि गुण छ कायामा पनि गुण छ वाका पनि गुण छ चित्तमा पनि गुण छ काया वाका चित्तको गुण सबै पाइसकेको अनि त्यस्तो हो भनेको अनि थोन मिथ्यबा मेवा बुद्धले हामीले बुद्धलाई दर्शन लिँदाखेरि अनि जति हामीले आँखाले देखेर पनि अझै अनि देख्नु मन लाग्ने त्यस्तो छ भनेको अनि उहाँ चाहिँ आर्यमा पुगिसकेको हो बुद्धिसत्वहरूको एउटा बा दोस्तोको रूपमा छ भने बुद्ध भने चाहिँ बुद्धिसत्वहरूको एउटा बा दोस्तो हो यप दोस्तो हो भनेको त्यस्तो गुण अब धेरै किसिमको छ त्यस्तो गुण भएको बुद्धलाई बुद्धको गुणहरू सबै सम्झेर अनि हामीले बुद्धलाई याद गर्नुपर्छ भने यहाँसम्म चाहिँ एउटा कुरा चाहिँ एउटा आगम र बुद्ध त्यो सिद्धियो अब दुईमा धर्मले याद गर्नुपर्छ भनेको आगम दिँदैछ लुङ जेसु ठेबे दो म पढ्छु सुन्नुहोस् ल ग्या गरेके दो धर्म अनुस्मृति भेके दो छे जेसु ठेबा सांगेदा चांचु सेबा थमजेला छा छेलो तांबे छेने लेबर सुंबा छंबर चेबा छंबर चेबा थोमर गेवा फारदु गेवा थामर गेवा धे संबो छिटु संबो मांडेबा योंसो जोबा योंसो ताबा योंसो चावा सांगे चुमदे दे नमगे छे दुवाला लेबर सुवा लेबर सुवा yang dabar thoba ne meba dhicheba meba nyewar teba di thongwala dhoyoba kheba namgi rangi ripar cheba chunduwala lekbar temba nyebar jungwa zobe changchu to dowar cheba mitimba meche timba dan temba wo gyulam cheba wo che jesu temba zoso यहाँ समा चाहिँ आगम छेको धर्मको आगम अब त्यसको मतलब अलिकति भन्छु हामीले अघि भनेको दोस्तो एक दिनको भित्र सक्यो भनेदेखि 6 चोटी नसक्यो भनेदेखि 3 चोटी धर्मले याद गर्नुपर्छ भने किन भनेदेखि धर्म भन्नेलाई धेरै गुणहरू छ धर्मले गुण के छ भनेदेखि थाम्बे छैन लेपर सुम्बा भनेर बुद्धको धर्म चाहिँ बुद्ध स्वयंले राम्रो गरेर भन्नुभएको एउटा वचन हो भनेको संवर्चेबा भने चाहिँ बुद्ध धर्म चाहिँ राम्रो सुन्यो भनेदेखि आफूले नराम्रोको अकुशलको कामहरू चाहिँ अनि हामीले त्याग्न सक्छ भनेको थोमर गेवा भर्दु गेवा थामर गेवा भने चाहिँ बुद्ध धर्मले राम्रो गरेर पालन गर्यो भनेदेखि अनि सुरुवातमा पनि धेरै राम्रो हुन्छ फर्दु गेवाले के बीचमा पनि धेरै अनि सुख मिल्ने र राम्रो हुन्छ अनि भविष्य पश्चिममा पनि धेरै अनि सुख मिल्ने र राम्रो हुन्छ थोमर गेवा फर्दु गेवा थामर गेवा भने त्यो मात्र नभएर बुद्धको धर्म चाहिँ के हो भनेदेखि धेसम्म छिटोसम्म बुद्धको धर्मको अनि भाग्यहरू सुन्दाखेरि पनि धेरै फाइदा हुने बुद्धको धर्मको छिक्ला खर्च शब्दहरू पनि धेरै राम्रो भनेर शब्द पनि राम्रो भाग्य पनि राम्रो
식 상보 된 상보 식조 상보 된 상보 만제바 용수 조바 용수 타바 용수 장와 상계 쯤내되게 최도와라 레버 송와 바네 अब बुद्धको धर्म चाहिँ अनि धेरै शुद्ध हो बुद्धको धर्मले चाहिँ हाम्रो अनि पापदेखि लिएर हाम्रो क्लेशहरू सबै अनि निभाउन सक्ने त्याग्न सक्नेको शक्ति भएको हो बुद्धको धर्मले हाम्रो मनलाई धेरै अनि खर्सा के हो त परिवर्तन बनाउन सक्ने त्यस्तो धर्म हो yang tak bertoba नेमेपा बुद्ध धर्म चाहिँ राम्रो पालन गर्यो भनेदेखि बुद्ध धर्म राम्रो अभ्यास गर्यो भनेदेखि आफूलाई अनि त्यो दुःखहरू अनि नाजाला खर्च बिमारहरू सबै अनि हटाउन सक्छ भनेको त्यो हो त्यो सत्य कुरा रहेछ यो तान्त्रिकमा चाहिँ धेरै कुराहरू छ तपाईले पेटमा के बिमार भएदेखि मन्त्र योग गरा तपाईको टाउको दुख्दाखेरि मन्त्र योग गरा तपाईले जोर हेलो तब ब्याट्री जोर नि सर ब्याट्री हेलो हेलो तपाईले हो हेलो हेलो ब्याट्री जोर कन्जुरको भित्र यस्तो राम्रोहरू छ कुरा अब यहाँ आयो है बुद्धको धर्म भन्ने बुद्धको धर्मलाई अभ्यास राम्रो गर्यो भने मैले अघि भने नि त्यो अहिले कन्जुरको भित्र सबै छ रहेछ तपाईलाई अनि केही दुःख बिमार यसो बिमार भयो भनेदेखि मन्त्र यस्तो गर्ने यसो भूतसुतले के गर्यो भनेदेखि मन्त्र यो गर्ने तपाईले अनि के रे पर्चियाहरू के पर्चियाले गर्छ बाधाहरू यस्तो आउँदाखेरि चाहिँ मन्त्र यस्तो गर्ने त्यो सबै कुराहरू सबै कन्जुरको भित्र छ त्यसो कारणले चाहिँ बुद्ध धर्मलाई अनि ध्यान अनि अभ्यास राम्रो गर्यो भनेदेखि अनि बिमारहरू पनि हुँदैन हटाउन सक्छ भन्यो नेमेबा थी छेबा मेबा नेवर तेबा दिथोवाला थयोबा खेबा नामकी रिवर छावा भने बुद्ध धर्मलाई सुन्यो भनेदेखि सुन्नु पर्ने सुन्यो भनेदेखि गुण पाउने त्यस्तो हो चिन्तन गर्यो भनेदेखि त्यस्तै हो त्यो मात्रै नभएर दिमाग भएको मान्छेले आफ्नो जति दिमाग छ त्यो अरू सबै फेच्यो ताने प्रयोग गरेर अनि बुद्ध धर्मलाई त्यो गर्नु सक्यो भनेदेखि धेरै ज्ञान पाउने पनि हो भनेर भन्यो यो सत्य हो अब आजकल त यो कुराहरू मनमा राख्नुहोस् हामी यहाँ अहिले नेपालतिर तिब्बतीको सोसाइटीतिर हिमालयन क्षेत्रतिर के एउटा रहेछ भनेदेखि आफूलाई भएको बुद्ध धर्म यस्तो राम्रो हुँदै त्यो छोडेर फेरि अर्को धर्ममा चाहिँ जाने त्यस्तो हुन्छ रहेछ नि होइन अब त्यो जानेको कारण चाहिँ के हो बुद्ध धर्म भन्दा धर्म राम्रो हो भनेर गयो भनेदेखि एउटा कुरा नत्र पैसा दिन्छ रहेछ त्यो के भन्छ दबाई दिन्छ रहेछ भनेदेखि त्यो मात्रले के जाने दबाई त औषधिहरू त त्यहाँ दिन्छ नि गर्छ महँगा हस्पिटलमा गयो भने हुन्छ पैसा चाहियो भनेदेखि खुब कमाउने नि काम खुब गर्ने पैसा आइहाल्छ नि होइन त्यसको कारणले धर्म हाम्रो धर्मभन्दा राम्रो छ भनेर गयो एउटा कुरा त्यो होइन नि कसरी थाहा हुन्छ फेरि हेर्नुहोस् त त्यहाँ युरोप र अमेरिकातिर पैसा हामीभन्दा त्यहाँ धेरै बाहिरको विकास हामीभन्दा त्यहाँ धेरै शिक्षा हामीभन्दा त्यहाँ धेरै पैसामा त उनीहरू भन्नु नपर्ने त्यस्तो मान्छेले अनि उनीहरूलाई दिमाग छ नि जहाँ गयो भने कलम ल्याएर किताब ल्याएर पढेर यता सोच्ने उता यस्तो दिमाग भएको छ उनीहरूले सबै चेक गर्यो नि बुद्ध धर्म कस्तो रहेछ हिन्दू धर्म कस्तो रहेछ क्रिस्चियन धर्म चाहिँ कस्तो रहेछ सबै उनीहरू सबै त्यो पढ्छ नि त्यो पढेर अनि त्यहाँदेखि आफ्नो दिमाग चलेर दिमागदेखि अनि बुद्ध धर्मलाई अनि उहाँहरूलाई राम्रो देखेर चाहिँ अनि त्यहाँतिर चाहिँ युरोपतिर पहिला बुद्धिस्ट छैन अब आजकल 1 लाख
2 लाख 100 लाख त्यस्तो बुद्धिस्ट हुन्छ रहेछ। दिमाग भएको पैसा भएको चाहिँ बुद्धिस्ट हुने, फेरि दिमाग र पैसा धेरै नहुने चाहिँ त्यो लोभले चाहिँ उता जाने। त्यो के होला? फेरि उता गएर चाहिँ पैसा धेरै पाउँछ होइन, फेरि दिमाग चाहिँ अलिकति राम्रो हुन्छ, फेरि चेक गर्दाखेरि बुद्धिस्ट राम्रो भने फेरि यता आउँछ। त्यसो कारणले चाहिँ हामीले चाहिँ यो चाहिँ यस्तो मन कहिले पनि राख्नु हुँदैन। लोभले धर्म चेन्ज गर्ने भने चाहिँ धेरै नराम्रो। सत्य नै सोचेर आफ्नो दिमाग सबै त्यो सोचेर, अब यदि बुद्ध धर्मको भित्र नराम्रो कुरा छ भनेदेखि भन्नु पर्यो। बुद्धको भित्र अनि सल्लाहको कुरा यस्तो भनेको छ, यो नराम्रो रहेछ। बुद्धको भित्र साइन्टिस्टको कुरा छ, यो नराम्रो रहेछ। बुद्धको धर्मको भित्र सिद्धान्तको कुरा एउटा रहेछ, त्यो चाहिँ हुँदैन रहेछ। बुद्धको धर्मको भित्र मेडिटेसनको बारेमा त्यो भन्छ, त्यो होइन भनेर दिमाग लगाएर त्यो नराम्रो हो भनेर बनाउन सक्नु पर्यो। त्यो भयो भनेदेखि अनि पो धर्म अरू धर्म चेन्ज गर्यो भनेदेखि हुन्छ होइन। त्यो पनि लो सोर्ने अब ठाङपुठाङसा साँच्चीको विवेकले अनि धर्मले त्यो रिसर्च गरेर खसा अनुसन्धान गरेर गर्नुपर्छ। मैले 36 इयर अनुसन्धान गरेँ, केही मैले नराम्रो देखेको छैन होइन। त्यसो कारणले यदि बुद्ध धर्मले साँच्चै नै नराम्रो छ भनेदेखि मलाई सोच्यो पनि हुन्छ, हामी डिस्कस गरे पनि हुन्छ होइन। त्यसो कारणले चाहिँ अहिले अलिकति के साह्रो छ भनेदेखि त्यो हाम्रो भित्र चाहिँ धर्म राम्रो नपरेर अब कोही कोहीहरू हुन्छ अरे त्यो धर्मको कुरा चाहिँ बुद्ध धर्मको कुरा चाहिँ राम्रो नपरेर त्यसै अनि त्यसो गर्छ भनेर कुरा हुन्छ अरे। हो त्यस्तो होइन। खास हामी पहिला म यो भन्न चाहन्छु, हामी आफै बुद्धको चेला आफैले पहिला बुद्ध धर्मको बारेमा राम्रो पढ्नुपर्छ। त्यसो कारणले चाहिँ मैले अहिले के भन्नु छ भनेदेखि अनि अरू धर्म चाहिँ नराम्रो हो, बुद्ध धर्म चाहिँ राम्रो हो, त्यो कुरा होइन। बुद्ध धर्मको भित्र राम्रो राम्रो कुराहरू धेरै छ, तर त्यो चाहिँ हामी बुद्धिस्टहरूले बुद्धको चेलाहरूले थाहा हुनुपर्छ। थाहा भएर अनि त्यसलाई नराम्रो देखेर चेन्ज गर्यो भने त्यो हो। थाहै नभएर बुद्धको धर्मै नपरेर चाहिँ बुद्ध धर्म राम्रो छैन, अरू धर्म राम्रो छ भनेर त्यस्तो जाने चाहिँ लोभले जानेहरू त्यो चाहिँ राम्रो होइन भनेर भन्नु चाहन्छु। त्यस्तो हो यो एउटा कुरा। त्यसो कारणले अहिले मैले के भनेको भनेदेखि बुद्ध धर्मलाई याद एक दिनमा छोचोटि नत्र 3 चोटि याद गर्नुपर्छ भने चाहिँ बुद्ध धर्मलाई पढेर त्यसको गुणहरू चाहिँ याद गर्नुपर्छ। थाहा भयो? गुणहरू चाहिँ याद गर्ने हो त्यो हो। अब त्यसको पछि म के भन्न चाहन्छु भनेदेखि धर्म सङ्घले याद गर्नुपर्छ भने सङ्घलाई याद गर्नुपर्छ भनेको बारेमा कङ्ग्युरको भित्र बुद्ध स्वयंले के भन्नुभएको छ भने त्यसको आगम चाहिँ पहिले दिन्छु। आगम चाहिँ यो रहेछ, क्या करे दो संगा अनुति भे के दो गिंदु जेसु ठेंबा संगेदा चांचु संबा थमजेला छा छेलो फापे गिंदु ने लेपर शुबा रिपर शुबा थिम्बर शुबा टांगुर शुबा छा छा वेसु क्योवा थेमु जब वेसु क्योवा येंदे योंसु छावा छेंबो योंसु जोवा जिम्बे वेसु क्योवा कुंगिया जिम्बे वेसु क्योवा वो गिंदु जेसु ठेंबे दो जोक्सो यहाँ सम्म आगम भयो। अब त्यसको मतलब त्यसको भाग्य अब बुद्धको चेलाहरूले जहिले भने एक दिनमा 6 चोटि नत्र 3 चोटिमा अनि सङ्घहरूलाई याद गर्नुपर्छ। सङ्घको गुण थाहा हुनुपर्छ। सङ्घको गुण थाहा भएर सङ्घहरूले याद गरेर डोक्नुपर्छ। अब सङ्घले गुण के छ भनेदेखि बुद्धले त्यो यस्तो भन्नुभएको छ रहेछ।
फाक्पे गिन्दिने आर्य सङ्घहरू चाहिँ लेपर सुब्बा भने चाहिँ अकुशलको कर्महरू सबै छोडेर क्लेश त्योहरू सबैलाई अनि छोड्नु गरेर एउटा धर्मको मार्ग धर्मको बाटोमा राम्रो गरेर पसेर चाहिँ बिस्तारै बिस्तारै बुद्ध भूमिसम्म जाने मान्छे जानेको यो एउटा अनि जाने मान्छे एउटा हो भनेको लेपर सुपा भने त्यो रिपर सुपा भने चाहिँ अनि सङ्घहरूले अनि बुद्ध धर्मलाई पहिला पढेर चिन्तन गरेर पछि ध्यान र अभ्यास गरेर अनि आफ्नो आफ्नो एउटा शीलमा राम्रो गरेर बस्ने एउटा हो भनेको म यहाँ यो भन्नु चाहन्छु हामी अब म पनि एउटा सङ्घ हो नि अब यही दोस्रो हाम्रो यहाँ सङ्घहरू गुरुहरू हुन्छ अब त्यो मात्र नभएर अब सङ्घको भित्र त नागपा लामाहरू पनि सङ्घको भित्र पस्छ सङ्घमा सुतरको सङ्घ हुन्छ तन्त्रीको सङ्घहरू हुन्छ त्यसको कारणले नागपा लामाहरूले पनि म के अनुरोध गर्न चाहन्छु भने हुनु त यस्तो समयमा 21st सेन्चुरी बाहिरको विकास त्यस्तो भएको अनि जम्बलिङमा पैसादेखि लिएर यस्तो अब डेभलप भएको टाइममा पनि आफ्नो एउटा गुरु थापेर अनि धर्मलाई पालन गरेर आफ्नो नागपा लामा भनेर चाहिँ अनि जति सकेको धर्म गरेर अहिलेसम्म बसेको धेरै राम्रो हो त्यसलाई चाहिँ धन्यवाद अनि भन्न चाहन्छु तर त्यसको सँगै अझ अनुरोध के गर्नुपर्छ जान्छु भनेदेखि नागपा लामाहरू चाहिँ आफ्नो कहाँ बस्छ गाउँतिर जहाँ गाउँमा अनि नागपा लामाहरू बस्छ त्योहरू चाहिँ त्यही गाउँको ढोग्नु पर्ने पूजा गर्ने त्यो गाउँहरूले सबै मान्ने त्यो गाउँहरूले अनि के भन्छ मिग्पेतसा उदाहरणमा लिने त्यस्तो भएको छ त्यसो कारणले नागपा लामाहरूले पनि राम्रो गरेर पढेर अनि नागपा लामाहरूले पनि अनि आफ्नो त्यो के भन्छ लुगा नागपाको लुगा कस्तो छ हुनु त गुरु रिम्पोछेले यस्तो भनेको छ गुरु रिम्पोछेको किताब 2-3 छ एकमा चाहिँ रब्जुङ छलु छेगोमर नाक्पी छलु थिङ्ना गयो भनेर रब्जुङहरूले चाहिँ छेगो पहेँलो र रातो लगाउनु पर्छ नापाहरूले अनि थिङनाक भनेर चाहिँ मोनाक भन्छ नि मोनाक के हो ब्लू र डार्क ब्लू लुगा चाहिँ लगाउनु पर्छ भने त्यो चाहिँ के को लागि भनेदेखि नागपाहरूले चाहिँ त्यो ठक्पोको ले गर्नु बेलामा भनेको अब जहिले पनि लुगा चाहिँ कसरी लगाउनु पर्छ भनेदेखि नागपाहरूले चाहिँ अनि नागपा चाङ्लो चेङ्गे खो भन्छ खोकर चाङ्लो दे भनेको मतलब चाहिँ खोकर भने चाहिँ सेतो लुगा लगाउनु पर्छ नागपाहरूले चाहिँ के लगाउनु पर्छ माथि चाहिँ सेतो भएको अनि लुगा चाहिँ लगाउने चाङ्लो भने चाहिँ अनि टाहरू चाहिँ लामो राखेर माथि यसोरी बाँधेर अनि राख्ने खोकर चाङ्लो दे भनेर त्यस्तो हुनुपर्छ भन्छ अनि त्यो सँगै फेरि आफ्नो गुरुको एउटा नियम होइन के अरे परम्परा पनि हुन्छ अब नङ्ग्युर निङमाको नाक्पा हो भनेदेखि फेरि नङ्ग्युर निङमाको आफ्नो गुरु दुन्जुम रिम्पोछेको अनि त्यो लुगाहरू कसरी लाउँछ त्यसमा हेर्नुपर्छ त्यही दोस्तो छाटे रिम्पोछेको भन्ने छ अरू अनि निङमाको धेरै गुरु राम्रोहरू छ त्यस्तो लामाहरूको नागपा लामाहरूको लुगा कसो लाउँछ रहेछ त्यो चाहिँ हेरेर त्यही लगाउनुपर्छ नागपा लामाहरूले चाहिँ हाम्रो यो के अरे गृहस्थीको लुगाहरू के ठाटाहरू त्यो लगाउनु हुँदैन अब पहिला नजानेर लगाएको केही छैन नजानेको कुरा चाहिँ त्यसले चाहिँ माफी हुन्छ
अब जाने सकेर पछि बिस्तारै नक्पाहरू पनि बिहान बिहान पूजा गर्ने गौम मेडिटेसन गर्ने ध्यान गर्ने त्यो सँगै नक्पाको लुगाहरू राम्रो लगाउने त्यो के अरे अनि त्यो नक्पाको गर्ने तरिकाहरू धेरै छ त्यो लुङहरू थाप्ने ठियाहरू थाप्ने अनि छाममा बस्ने त्योहरू चाहिँ गर्यो भनेदेखि अनि नक्पा लामाहरू धेरै पावरफुल शक्ति भएको नक्पा लामा हुन्छ जति नक्पा लामा आफै अनि शक्ति भयो भनेदेखि त्यति अनि गाउँमा मान्छेहरू धेरैलाई फाइदा गर्न सक्छ खास मान्छेहरूलाई दुःख चाहिँ तीन मुलुक दुःख तीनवटा हुन्छ बच्चा पाउनु बेलामा दुःख एउटा हुन्छ अनि बिमार हुँदाखेरि एउटा हुन्छ मर्दाखेरि एउटा हुन्छ हो नक्पा लामाहरूले आफ्नोलाई धर्मको शक्ति भएर त्यस्तो बेलामा चाहिँ धेरै तपाईहरुले फाइदा गर्न सक्छ हो त्यो कुराहरु भने अनि मनमा राख्नुपर्छ भनेर यो भन्न चाहन्छु अनि साक्याको नक्पा हो भनेदेखि तलको चाहिँ सेतो लगाउँछ अनि माथिको चाहिँ रातो लगाउँछ त्यो साक्या खुम्मर मुसेको लुगा छ नि त्यो दोस्रो लगाउँछ साक्याको नक्पाहरूले निगमाको नक्पाहरूले चाहिँ अनि तलको चाहिँ सेतो हुन्छ माथिको पनि सेतो तर त्यो बीचमा अलिकति रातो रातो भएको त्यो अलिकति त्यो हुन्छ जोस दिनजुङ रुमुछेको त्यो नक्पाको लुगा चाहिँ धेरै राम्रो छ नि त्यस्तो लगायो भने धेरै राम्रो हुन्छ अनि नक्पाहरू चाहिँ आफ्नो समयमा धेरै राम्रो बस्नुपर्छ समय र तम्जिक समयमा राम्रो बस्नु समाधि हो समय हो तम्जिक समयमा धेरै राम्रो बस्छ जति आफ्नो वचन र समयमा बस्नु सक्यो भने त्यति शक्ति ठुलो हुन्छ अनि ध्यान दिनुपर्ने चाहिँ बुद्धिचित शरण गर्मन त भन्नु पर्दैन त्यसको माथि बुद्धिचित शून्यताको ज्ञान त्यसको माथि चाहिँ अनि तन्त्रिकको वाङ लुङ ठी अनि त्यहाँदेखि केरिम जोगरिम जोक्स्याहरू निङमाको हो भनेदेखि जोक्स्याहरू धेरै ध्यान गर्नुपर्छ त्यो धेरै फाइदा हुन्छ हो अब यहाँ के भनेको छ यो भयो नि खर्साती अब सङ्घहरू कस्तो हुन्छ भनेदेखि अहिले भनेको जस्तो फपे गिन्दिने लेबर शुभ रिगबर शुभ अब थिम्बर शुभ त्यो सङ्घहरू चाहिँ सबै मिलजुल गरेर बस्नुपर्छ भनेको यो मैले यहाँ भन्नु चाहन्छु हामी कोही कोहीहरू सङ्घ हो भन्दै अनि राम्रो गरेर बस्दैन नि हामी निङमा हामी काक्यो हामी साक्या हामी गेलु त्यस्तो कुरा गर्दै गर्दै सबै छुटेर जान्छ यो होइन बुद्धको एउटा चेला एउटै हो अनि सङ्घहरू सबै मिलजुल गरेर बस्नुपर्छ भनेर थुबर शुभ टाङ्बुर शुभ भने चाहिँ सत्यमा जहिले पनि झुट नगरेर सत्यमा बस्नुपर्छ बस्नुहुन्छ भन्छ छ यसो गिरुवा सङ्घ भने चाहिँ सबै जीव मान्छेले डोग्नु सक्नेको एउटा कलर रे डोग्नु सक्ने लायक भएको हो भनेको ठिक छ यसो गिरुवा थेमु जब यसो गिवा भने चाहिँ अनि सङ्घहरू चाहिँ हामीले हातले यसरी जोडेर अनि खर्सा खुइसप डोग्नु सक्नेको लायक भएको हो भन्छ त्यहाँदेखि थप्चितो दिदी सोया अनि खबरले सोया त अनि त्यसको माथि सङ्घहरू चाहिँ के हो भनेदेखि सङ्घहरू चाहिँ थेमो जब यसो के हो युन्दे योङसो छावा छम्बो ज्ञान धेरै भएको हो भनेको यो योङसो जौवा भने उनीहरूले जति पैसा त्यति चरायो भनेदेखि उनीहरू सङ्घहरू राम्रो अनि त्यो अभ्यास गर्ने हो भनेदेखि त्यसलाई कोर भने चाहिँ अनि आउँदैन भनेको यो सुचौवा छेम्बो जिम्बे ने सुग्योवा छेम्बो भनेर यहाँसम्म चाहिँ अनि त्यो सङ्घ
अब यहाँ म के भन्न चाहन्छु भनेदेखि हामी एउटा बौद्ध भएको कारणले बुद्ध धर्म सङ्घलाई अनि जहिले पनि मान्ने, जहिले पनि याद गर्ने, जहिले पनि ढोग्नुपर्छ भन्ने यो कुरा चाहिँ यहाँ राख्छु। यहाँसम्म चाहिँ त्यो सक्यो।